So hello everyone, due to some technical problem हामीले यो क्लास लाइभ गराउन सकिनौं त्यसैले यो क्लास चाहिँ तिमीले अब रेकर्डेड फर्ममा पाउनेछौ र आजको क्लासमा चाहिँ हामी काइनेमेटिक्स कम्प्लिटली सक्नेछौ। सो लेट्स स्टार्ट टुडेज क्लास। क्लास सुरु हुनुभन्दा अगाडि हामी के पढ्नेछौ भन्ने कुराहरु एकचोटी हेरौं। कन्टेन्ट वी आर गोइङ टु स्टडी। हामी पहिलो कुरा त स्पिड भेलोसिटी एन्ड एक्सेलरेसन को बारेमा पढ्नेछौ। यो मैले भेक्टर भनेर फर्स्ट क्लासमा मैले कम्प्लिटली भेक्टर पढाइसकेको छु र डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट को बारेमा पनि मैले भनिसकेको छु है। सो आजकोमा चाहिँ हामी स्पिड भेलोसिटी एन्ड एक्सेलरेसन, काइनेमेटिक्स इक्वेसन, मोसन अन्डर ग्रेभिटी, रिलेटिभ भेलोसिटी, ग्राफ एनालाइसिस, होरिजोन्टल प्रोजेक्टाइल मोसन र भर्टिकल प्रोजेक्टाइल मोसन पढ्नेछौँ एलोङ विथ अ लट अफ क्वेसन जुन हामी गर्नेछौँ। यहाँ क्वेसन 1 क्वेसन 2 गर्दै 20 वटा क्वेसन हामीसँग छ यहाँनेरि। सो हामी स्टार्ट गरौँ। सुरुमा डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट हामीले पढिसकेको, त्यही पनि एकचोटि सर हेरौँ न के रहेछ भन्ने कुरा। डिस्टेन्स भनेको हामीलाई थाहा छ कि एक्चुअल पाथ कभर भन्ने कुरै डिस्टेन्स हो। डिस्प्लेसमेन्ट भनेको सतेज पाथ कभर भन्ने डिस्प्लेसमेन्ट हो। डिस्टेन्स एउटा स्केलर क्वान्टिटी हो। डिस्प्लेसमेन्ट भेक्टर। डिस्टेन्स भनेको 0 हुन सक्छ, पोजिटिभ हुन सक्छ। डिस्प्लेसमेन्ट 0 हुन सक्छ, पोजिटिभ हुन सक्छ, नेगेटिभ पनि हुन सक्छ। यहाँ एउटा कुरा ध्यान दिनुपर्ने, 0 डिस्टेन्स चाहिँ तब हुन्छ जब कुनै पनि बडी मोसनमा छैन, रेस्टमा छ जुन बडी त्यसको मात्र 0 डिस्टेन्स हुन्छ। यदि कुनै बडी मोसनमा छ भने त्यसको सिर्फ पोजिटिभ डिस्टेन्स मात्र हुन्छ। सो अर्को कुरा भनेको डिस्टेन्सलाई हामीले x या s ले रिप्रेजेन्ट गर्छौं। x या s ले, डिस्प्लेसमेन्टलाई हामी s बार ले रिप्रेजेन्ट गर्छौं। यति कुराहरु हो। अब यसकै रिलेटेड एउटा क्वेशन्सहरु छ यहाँनेरि, एकदमै राम्रो लेभलको क्वेशन छ यो। भेक्टर को कन्सेप्ट पनि यहाँ एप्लाई हुन्छ। सो यो ध्यान दिएर हेर ल। हुन्छ भने चाहिँ जब हामी क्वेशन्सहरु हेर्छौं नि, लेक्चर पज गरेर एकचोटी आफै सल्भ गर्न खोज। सल्भ भयो भने ठीक छ, यु क्यान डाइरेक्टली स्किप दैट पोर्सन। सल्भ भएन भने चाहिँ एकचोटी ध्यान दिएर यो हेर्न सक्छौ तिमीले। सो हामी यो सल्भ गर्न थालौं र क्वेशन के छ भन्दाखेरि, अ पर्सन मुभ्स 20√2 मिटर ड्यू टु नर्थ वेस्ट डिरेक्सनमा 20√2 मिटर हिँड्नु अरे। देन 20 मिटर ईस्ट तिर हिँड्नु अरे। त्यसपछि 30 मिटर 30 डिग्री ईस्ट अफ नर्थ मा हिँड्नु अरे। सो क्वेशन भनेको फाइन्ड द टोटल डिस्प्लेसमेन्ट कभर। अब यो निकाल्नको लागि चाहिँ नि सबैभन्दा बेस्ट एप्रोच भनेको, सुरुमा हामी माइन्डमा एउटा ग्राफ टाइपको बनाऊँ ल। यो एक्स वाई ग्राफ सिम्पल। ओके, अब हामी कुन डिरेक्सनमा गएको छ त्यो डिरेक्सनमा एनालाइज गरौँ न त, के छ, कस्तो टाइपको मोसन छ भनेर मोसनलाई एनालाइज गर्दिम। अब मोसनलाई एनालाइज गर्ने हो भने पहिलो के भनेको छ भन्दाखेरि 20√2 मिटर गयो नर्थ वेस्ट तिर। अब अर्को कुरा तिमीलाई थाहा हुनुपर्ने, एमएटी क्लासमा पनि पढ्यो होला, सरले पढाउनु भयो होला, यो डिरेक्सन भनेको हाम्रो नर्थ हो। यो नर्थ भइसकेपछि यो भनेको के भयो, साउथ भयो। यो भनेको ईस्ट भयो, यो भनेको वेस्ट भयो। यति कुराहरु हो। अब यहाँनेरि के भनेको छ भने, अ पर्सन मुभ्स 20√2 मिटर ड्यू टु नर्थ वेस्ट डिरेक्सन तिर 20√2 मिटर हिँड्नु अरे। अब नर्थ वेस्ट डिरेक्सन भनेको के हो यो पनि थाहा हुनु पर्यो। त्यो भनेको चाहिँ ठ्याक्कै 45 डिग्री एंगलमा, सरी 45 डिग्री एंगलमा। यो कति हो, 45 डिग्री एंगल। नर्थ वेस्ट भनेको छ भने 45 डिग्रीमा नर्थ वेस्ट तिर। ईस्ट वेस्ट भनेको छ भने, सरी ईस्ट नर्थ भनेको छ भने चाहिँ 45 डिग्रीमा यो डिरेक्सनमा। त्यसरी बुझ्यो होला। अर्को कुरा भनेको, अब यसलाई बुझौँ न, कति गयो अरे हाम्रो 20√2 मिटर गयो, 20√2 मिटर। अब यसो हेर्ने हो भने यसको हामी कम्पोनेन्ट निकाल्ने हो भने हामी दुईटा कम्पोनेन्ट पाउँछौँ यहाँनेरि। एउटा भनेको यो डिरेक्सनमा, अर्को भनेको माथिपट्टि यो डिरेक्सनमा। ओके, अब यहाँ हामी हेरौँ ल, यसको जुन यो होरिजोन्टल कम्पोनेन्ट छ, होरिजोन्टल कम्पोनेन्टको भ्यालु कति हुन्छ। यो 20√2 छ भने 20√2 को cos 45 त्यो भनेको कति हो, 20 हो। अब यो हेर्दाखेरि डाइरेक्ट तिमीलाई याद हुनुपर्ने हो, 20√2 छ भनेपछि 20 30√2 छ भने 30 √2 यसरी 45 एंगलमा छ भने सेम हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। यो 20 छ। माथिपट्टिको जुन भर्टिकल कम्पोनेन्ट छ यो पनि 20 भयो। सो यो मोसनलाई हामीले ब्रेकडाउन गर्ने हो भने हामीले के पायौँ भन्दाखेरि, यतापट्टि 20 छ, माथिपट्टि 20 छ। ओके, सो बुझ्यौँ नि त, हामीले एक्स एक्सिस तिर 20 मिटर गएको छ अनि वाई तिर 20 मिटर गएको छ भन्ने कुरा। अब के भनेको छ भने त्यसपछि त्यो गयो कता, 20 मिटर ईस्ट तिर। 20 मिटर ईस्ट भनेको यहाँनेरि ठ्याक्क यहाँसम्म गयो, ठ्याक्क यहाँसम्म। हेर ल, 20 मिटर ठ्याक्कै यहाँसम्म। किनकि सुरुमा यो पोइन्टदेखि यता 20 गएको, अब यो डिरेक्सनमा 20 गयो भनेपछि त यही लाइनमा हुन्छ नि त, यही पुग्छ नि त, यही लाइनमा पुग्छ।
ओके, अब यहाँ हेर ल, यो दुईटा कुरा मात्र हेर्ने हो भने यो दुईटा मात्र सोधेर यो दुईटाको बिचमा डिस्प्लेसमेन्ट कति भनेको भए त कति हुन्थ्यो हाम्रो ट्याक्कै 20 निस्किन्थ्यो। यहाँबाट हामीले सिक्यौँ नि त, एक्स एक्सिसतिर मुभ गरेको छैन, यो इनिसियल पोइन्ट यो फाइनल पोइन्ट हेर्ने हो भने एक्स एक्सिसतिर मुभ गरेको छैन, वाइतिर कति मुभ गर्यो 20 मिटर मुभ गर्यो। ओके, तर अब थर्ड कुरा पनि दिएको छ, थर्ड कुरा पनि हामी हेरौँ। अर्को के भनेको छ 30 मिटर एट 30 डिग्री इस्ट अफ नर्थ। यसरी इस्ट अफ नर्थ दिएको छ भनेपछि 30 डिग्री नर्थदेखि इस्टतिर, इस्ट अफ नर्थ भनेको नर्थदेखि इस्टतिर। अब त्यो गरिदिने कुनै यो डिरेक्सनमा हुन्छ क्या, यो अनि 30 डिग्री इस्ट अफ नर्थ भनेको नर्थदेखि इस्टतिर 30 डिग्री, सो यो 30 डिग्री। त्यस्तै हामीलाई लेट्स से इस्ट अफ साउथ भनेको भयो के हुन्छ 30 डिग्री इस्ट अफ साउथ, साउथदेखि इस्टतिर 30 डिग्री, यस्तो 30 डिग्री। सो यो हाम्रो कन्सेप्ट। अब यहाँ हेरौँ ल, यहाँ हेरौँ फेरि अघिको जस्तै यसलाई ब्रेकडाउन गरौँ दुईवटा कम्पोनेन्टमा, होरिजन्टल कम्पोनेन्ट भर्टिकल कम्पोनेन्ट। के हुन्छ यो कति छ हाम्रो 30 मिटर हो नि त, 30 मिटरको यो कस 30 भयो, 30 को साइन 30 भयो, बनाइदिउँ। यो 30 हो भने 30 को कस 30, 30 को साइन 30, 30 को साइन 30 कति हुन्छ, साइन 30 को भ्यालु 1/2, सो 30 को साइन 30 को भ्यालु 15 मिटर। अब यता 30 को कति हुन्छ 15 को √3, बुझ्यो होला नि त, कस 30 को भ्यालु √3/2 भयो, अनि तीबाट यो निस्क्यो भ्यालु। ओके, भन्छ कि चाहिँ हामीले यहाँ के देख्यौँ भन्दाखेरि इनिसियली यो मान्छे यहाँ थियो, यो मान्छे या के पर्सन भनेको छ, इनिसियली यो पर्सन यहाँ थियो र फाइनली यो पर्सन यहाँ पुग्यो। ओके, अब हाम्रो डिस्प्लेसमेन्ट भनेको के हो, इनिसियल पोइन्टदेखि फाइनल पोइन्टको सर्टेस्ट डिस्टेन्स, यो हो नि त डिस्प्लेसमेन्ट, सर्टेस्ट पाथ यो हो नि त डिस्प्लेसमेन्ट। अब हामीलाई यो कलरले रिप्रेजेन्ट गरेको छ नि, यो लाइनको भ्यालु निकाल्नु पर्ने हो। अब त्यो निकाल्न पनि अलिकति ट्रिगोनोमेट्रीको कुरा युज गर्दा भइगयो। त्यसको लागि के गर्ने, सुरुमा यो तान्ने, देन यो हाम्रो छँदैछ, यो पोइन्टदेखि यो पोइन्टसम्मको डिस्टेन्स कति छ हेर त, यो पोइन्टदेखि यो पोइन्टको लेन्थ कति छ हेर त, लेन्थ हाम्रो कति छ 15 मिटर छ। यहाँदेखि 30 गएको छ भन्दाखेरि यता यो डिरेक्सनमा त 15 गएको छ नि त, सो हाम्रो कति छ 15 छ। सिमिलरली यो डिस्टेन्स यो लेन्थ कति छ हाम्रो, यो 20 भयो, यता 15 √3 भयो, यो भनेको 20 + 15 को √3, यस्तो निस्क्यो। अब भनेपछि हाम्रो टोटल यो डिस्प्लेसमेन्ट कति हुन्छ, √15 को स्क्वायर + 20 + 15 √3 को होल स्क्वायर। अब यसलाई सल्भ गर्दा हाम्रो एन्सर निस्किन्छ। अब म चाहिँ सल्भ गरेर देखाउँदिनँ, आफै तिमीहरूले सल्भ गर्न सक्छौ। यो मैले नै बनाएको क्वेसन भएर यस्तो नराम्रो भ्याल्यु आयो। होपफुली तिमीलाई एक्जाममा यस्तो क्वेसन आयो भने चाहिँ यो अलिकति सजिलै टाइपको भ्याल्यु आउँछ। सो यो भनेको एउटा क्वेसन हो, एउटा यस्तो सिम्पल कुरादेखि डिस्टेन्स डिस्प्लेसमेन्टको कन्सेप्टदेखि पनि यस्तो टाइपको क्वेसन आउन सक्ने रहेछ है भन्ने कुरा हो यो भनेको। अब नेक्स्ट कुरा भनेको हामी स्पिड र भेलोसिटीको पनि अलिकति कुरा बुझौँ। स्पिड, भेलोसिटी एन्ड एक्सलरेसन। पहिलो कुरा भनेको स्पिड भनेको रेट अफ चेन्ज अफ डिस्टेन्स, भेलोसिटी भनेको रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट, एक्सलरेसन भनेको रेट अफ चेन्ज अफ भेलोसिटी। स्पिड इज अ स्केलर क्वान्टिटी, भेलोसिटी र एक्सलरेसन वेक्टर क्वान्टिटी हो। अगेन यो स्पिड भनेको पोजिटिभ या जिरो हुनसक्छ, यो भेलोसिटी पोजिटिभ, नेगेटिभ, जिरो जे पनि हुनसक्छ, यो एक्सलरेसन पनि जे पनि हुन पाइयो। स्पिडको अब तिमीले युनिट चाहिँ नबिर्सिनु है, युनिट भनेको मिटर पर सेकेन्ड र डाइमेन्सन पनि नबिर्सिनु। फेरि लेन्थ पर युनिट टाइम, लेन्थ t⁻⁻1, लेन्थ t⁻⁻1, लेन्थ t⁻⁻2। र यो पोइन्ट भनेको एकदमै इम्पोर्टेन्ट पोइन्ट छ, एभरेज स्पिड, एभरेज भेलोसिटी, एभरेज एक्सलरेसन। एभरेज स्पिड भनेको के हो, चेन्ज इन डिस्प्लेसमेन्ट बाई टोटल टाइम, एभरेज भेलोसिटी चेन्ज इन डिस्प्लेसमेन्ट बाई टोटल टाइम, एभरेज एक्सलरेसन भनेको चेन्ज इन भेलोसिटी बाई टोटल टाइम। अब यहाँनिर हेर ल, यहाँनिर अर्को कुरा तिमीले के पनि बुझ्नुपर्ने हो भने यो यसलाई एभरेज स्पिडलाई हामी के पनि भन्न सक्छौँ भने टोटल डिस्प्लेसमेन्ट, टोटल डिस्टेन्स बाई टोटल टाइम, यो पनि लेख्न मिल्यो।
यो पनि लेख्न मिल्यो टोटल डिस्टेन्स बाइ टोटल टाइम भनेर लेख्न मिल्यो एभरेज भेलोसिटीलाई पनि टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम भनेर यसरी लेख्न मिल्यो अब यो कन्सेप्ट चाहिँ एकदमै फन्डामेन्टल कुरा हो क्या फन्डामेन्टल प्रिन्सिपल सर्टेन टाइप अफ एभरेज स्पिड सोधेको छ भने या एभरेज भेलोसिटी सोधेको छ भने यही कन्सेप्ट लगाइदिनु टोटल डिस्टेन्स बाइ टोटल टाइमको कन्सेप्ट यो एकदमै फन्डामेन्टल कन्सेप्ट हो र यही कन्सेप्ट लाउनु त्यो कति तिमीहरूको बुकमा ट्रिकहरू दिएको होला यो क्वेसन सल्भ गर्ने तर त्यो ट्रिक युज नगर्नु कति बेला त्यो ट्रिकमा कन्फ्युज हुन सक्छु रङ हुनसक्छ त्यो ट्रिक अलिकति धेरै युज गर्न थाल्यो भने जस्तै कि यो एउटा क्वेसन छ हाम्रो अ बडी कभर्स 1/3 अफ द डिस्टेन्स विथ द भेलोसिटी v1 नेक्स्ट 1/3 विथ द भेलोसिटी v2 एन्ड नेक्स्ट रिमेनिङ 1/3 विथ द भेलोसिटी v3 फाइन्ड द एभरेज भेलोसिटी भनेर क्वेसन सोधेको छ क्वेसनले के भन्नु एउटा सर्टेन पाथ छ अरे ओके अब यसको हाम्रो जुन यो 1/3 यो 1/3 डिस्टेन्स भनिदिउँ टोटल यहाँदेखि यहाँसम्म हाम्रो एक्स लेन्थको छ भने टोटल यहाँदेखि यहाँ एक्स लेन्थको छ भने यो भनेको x/3 लेन्थको अरे लेटस से यो भनेको x/3 अरे यो भनेको x/3 अरे लेटस सपोज के भनेको छ भने अ बडी कभर्स 1/3 अफ डिस्टेन्स विथ भेलोसिटी v1 यो डिस्टेन्स कति भेलोसिटीले कभर गर्यो v1 यो v2 र यो v3 ले कभर गर्यो अब हामीले के निकाल्नु पर्ने छ एभरेज भेलोसिटी अ फन्डामेन्टल कन्सेप्ट मैले त्यही भने नि एभरेज भेलोसिटी अब एभरेज भेलोसिटीको हामीलाई के फर्मुला याद छ नि एभरेज भेलोसिटीको के भने मैले टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम तिमीलाई अलिकति एउटा कुरामा कति कन्फ्युज होला हौ कि मैले डिस्टेन्स र डिस्प्लेसमेन्ट सेम होइन भनेर भने त्यहाँको बिचको डिफरेन्स देखाएँ तर यहाँ म कोही बेला डिस्टेन्स पनि भनिरहेको हुन्छु डिस्प्लेसमेन्ट पनि भनेर भनिरहेको हुन्छु मतलब इन्टरचेन्ज गरिरहेको हुन्छु नि त दुईटा वर्ड जस्तो म यहाँ यसलाई टोटल डिस्टेन्स पनि भन्न मिल्यो टोटल डिस्प्लेसमेन्ट भन्न पनि मिल्यो त्यो लागिरहेको होला नि त तर त्यसको लागि कुरा के हो भने नि जब कुनै पनि मोसन स्ट्रेट पाथमा छ अनि एउटै डिरेक्सनमा गइरहेको छ फर्केर आएको छैन त्यो केसमा चाहिँ हाम्रो डिस्टेन्स र डिस्प्लेसमेन्ट सेम हुन्छ सो म यहाँ डिस्टेन्स भनौँ या डिस्प्लेसमेन्ट भनौँ कुरा भनेको उस्तै हो यसमा कन्फ्युज नहुनु सो हामी यहाँ एभरेज भेलोसिटी निकाल्नु पर्ने हो अब टोटल डिस्टेन्स कति हो यो पोइन्टदेखिको यो पोइन्टसम्मको टोटल डिस्टेन्स हाम्रो कति हो एक्स हो अघि हामीले भनेको छौँ एक्स मान्दिएको छौँ ओके अब टोटल टाइम टेकन यहाँदेखि यहाँ सबै यो पोइन्टदेखि यो पोइन्ट जानु टोटल टाइम कति लाग्यो यतिमा जति टाइम लाग्यो प्लस यतिमा जति टाइम लाग्यो प्लस यतिमा जति टाइम लाग्यो सो यतिमा कति टाइम लाग्यो t1 भनिदिउँ प्लस t2 भनिदिउँ प्लस t3 भनिदिउँ टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम यति कभर गर्न t1 लाग्यो अरे यति कभर गर्न t2 यति कभर गर्न t3 अब हामीले t1 t2 t3 कसरी निकाल्ने अब यसको लागि थाहा छ भेलोसिटी भनेको डिस्प्लेसमेन्ट बाइ टाइम टेकन भन्ने कुरा थाहा छ त्यस्तै यहाँबाट टाइम टेकन भनेको डिस्प्लेसमेन्ट बाइ भेलोसिटी कुरा निस्किन्छ सो t1 भनेको के हो यति डिस्प्लेसमेन्ट डिभाइडेड बाइ भेलोसिटी भनेको के हो गरिदिने के छ x/3 भनेको यति डिस्टेन्स बाइ भेलोसिटी भनेको v1 प्लस x/3 v2 प्लस x/3 v3 ओके अब यहाँबाट हामीले कमन तान्न मिल्यो नि x/3 कमन तान्न मिल्यो हाम्रो के हो रे 1/v1 प्लस 1/v2 प्लस 1/v3 अब यहाँदेखि हाम्रो के छ x काट्दिने यो 3 माथि गयो सो 3 अब यो v1 v2 v3 तल कमन तानो v1 v2 v3 अनि यहाँ के लेख्यो v1 छ अब v2 v3 यो सिम्पल एलसीएम निलेर तिमीलाई आउँछ नै होला यसमा त के नै भन्नु र अब यो हाम्रो फाइनली हाम्रो के निस्क्यो यहाँबाट सो यो हाम्रो के निस्क्यो एभरेज भेलोसिटी सो हेर्दाखेरि अलिकति एन्सर देख्दा गाह्रो टाइपको लाग्यो होला बट फन्डामेन्टल कुरा भनेको के हो यति कुरा हो मेन कुरा भनेको यति कुरा हो सो यति बुझ्यो भने चाहिँ यो सबै एभरेज भेलोसिटीहरूको कुरा हामी निकाल्न सक्छौँ नेक्स्ट क्वेसन यसकै रिलेटेड हामी हेरौँ अ भेहिकल क्लाइम्ब अ हिल
कुनै पनि भेहिकलले यस्तो हिल चढ्यो अरे पहाड चढ्यो अरे एट द स्पिड अफ 40 किलोमिटर पर आवर एन्ड रिटर्न टु द सेम प्लेस एट द स्पिड अफ 60 किलोमिटर पर आवर। यहाँदेखि यो पहाड चढ्यो अरे ए पोइन्टदेखि बी पोइन्टसम्म 40 किलोमिटर पर आवरले गयो अरे, अनि कतिले आयो 60 किलोमिटर पर आवरले। सो एभरेज भेलोसिटी कति निस्क्यो हाम्रो 40 + 60 भनेको कति भयो 100 डिभाइडेड बाई 2 50। त्यही हो नि त 40 + 60 डिभाइडेड बाई 2, यसरी नै एभरेज भेलोसिटी निकाल्ने होइन। सो हाम्रो कति निस्क्यो 50। सो यहाँ दिएको रहेछ 50 किलोमिटर डन। सजिलो क्वेसन भन्ने लाग्यो भने चाहिँ यो क्वेसन चाहिँ रङ हो है। किनभने अगेन मैले यस्तो सर्टकट युज गर्नु भनेको छुइनँ, सर्टकट त्यही भएर युज नगर्नु झुक्किन सकिन्छ। हामीले के गर्नु पर्यो भन्दाखेरि फन्डामेन्टल प्रिन्सिपल फेरि यहाँनिर लगाउनु पर्यो। अब लगाउँदाखेरि हामी के भन्न सक्छौँ भने यो पोइन्टदेखि यो पोइन्टको बिचको डिस्टेन्स भनेको लेटस चाहिँ एस अरे, यो पोइन्टदेखि यो पोइन्टको बिचको डिस्टेन्स एस अरे। सो हामीले के निकाल्नु पर्छ हामीलाई एभरेज भेलोसिटी। सरी एभरेज स्पिड, यसमा चाहिँ अलिकति स्पिड भेलोसिटी डिफ्रेन्ट हुन्छ ल। एभरेज स्पिड ओके, एभरेज स्पिड निकाल्नु पर्ने अरे। अब एभरेज स्पिड निकाल्नको लागि के टोटल डिस्टेन्स बाई टोटल टाइम टेकन, टोटल डिस्टेन्स बाई टोटल टाइम टेकन। अब लेटस से कि यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको एस अरे त माने भनेपछि के भनेको छ गाडी सुरुमा यहाँदेखि यहाँ चढ्यो त्यसपछि यहाँदेखि यहाँ झऱ्यो भनेको छ। सो जाने डिस्टेन्स कति छ एस, आउने एस, त्यो टोटल डिस्टेन्स भनेको के भयो 2s भयो। सो टोटल टाइम भनेको चाहिँ कति भयो जाँदा कति टाइम लाग्यो 40 किलोमिटर पर आवर, कति डिस्टेन्स छ एस। सो एस बाई 40 डिस्प्लेसमेन्ट बाई डिस्टेन्स बाई स्पिड, स्पिड कति छ 40 किलोमिटर पर आवर प्लस आउँदाको एस बाई 60, एस बाई 60। अब यहाँदेखि त सिम्पल म्याथको कुरा भइहाल्यो, इक्वेसन सल्भ गर्ने। एस बाई 10 मैले कमन तान्न सक्छु 2s भयो, म यहाँ एस बाई 10 कमन तान्न सक्छु 6 4 जा 24 एलसिएम 6 4 10 भयो। सो यहाँबाट 10 10 काट्यो एसएस काट्यो। सो 48 किलोमिटर पर आवर निस्किन्छ। यो सिम्पल हामीले म्याथमेटिकल कुरा सल्भ गर्दाखेरि जुन हाम्रो, त्यही भएर एन्सर के हुन्छ यहाँनिर 48 किलोमिटर पर आवर भन्ने एन्सर हुन्छ। सो यही नै हो क्या कन्सेप्ट भनेको, एभरेज भेलोसिटी एभरेज स्पिड निकाल्ने, टोटल डिस्टेन्स या टोटल डिस्प्लेसमेन्ट बाई टोटल टाइम टेकन, यसरी निस्किन्छ। र नेक्स्ट कुरा हामी पढ्छौँ इन्स्टेन्टेनियस भेलोसिटी एन्ड इन्स्टेन्टेनियस एक्सेलरेसन। अब यहाँदेखि कुरा तिमीलाई अलिकति टफ लाग्न सक्ला र अलिकति माइन्ड फोकस राख्नुपर्छ ल। यहाँदेखि इन्स्टेन्टेनियस भेलोसिटी एन्ड इन्स्टेन्टेनियस एक्सेलरेसन हामीले एभरेजको त निकाल्यौँ, कुनै एक पोइन्टदेखि अर्को पोइन्टसम्म जाँदाखेरि एभरेज भेलोसिटीहरू कति हुन्छ त्यो त निकाल्यौँ। तर यदि कुनै हामीलाई इन्स्टेन्टमा चाहिएको छ भनेपछि कुनै पोइन्टमा चाहिएको छ भन्दाखेरि त्यो कसरी निकाल्ने भन्ने कुरा त्यो यहाँनिर पढ्छौँ। अब त्यसको लागि सिम्पल फर्मुला याद राख्दा भयो। हामीले के छ हाम्रो भी इन्स्टेन्टेनियस इज इक्वल्स टु लिमिट टाइम टेन्स टु 0 हाम्रो के छ डेल एस बाई डेल टी। यो त थाहा छ नि, नर्मल एभरेज भेलोसिटी भनेको चेन्ज इन डिस्प्लेसमेन्ट पर युनिट टाइम हो, डेल एस बाई डेल टी हो। अब हामीले इन्स्टेन्टेनियस कुनै पनि एउटा इन्स्टेन्टमा चाहियो भनिसकेपछि जुन त्यो टाइम इन्टरभल हुन्छ नि, यो डेल टी हुन्छ नि चेन्ज इन टाइम इन्टरभल, त्यो एकदमै सानो लिनुपर्छ क्या, अलमोस्ट 0 को बराबर। त्यही भएर त्यही 0 को बराबर लियौँ भने त हामीलाई इन्स्टेन्ट कुनै पनि इन्स्टेन्टको भेलोसिटीको बारेमा थाहा हुन्छ। सो त्यसको लागि चाहिँ हामी के गर्छौँ लिमिट पुट गरेर डेल टाइम टेन्स टु 0 भन्ने लिमिट लगाउँछौँ। अब यो लिमिट हामीले लगाइसकेपछि चाहिँ के हुन्छ भने यो जुन छ नि डेल एस बाई डेल टी यो के हुन्छ डिएस बाई डिटी, र यही हो हाम्रो इन्स्टेन्टेनियस भेलोसिटीको फर्मुला। अब यो कुरा हामी अलिकति ग्राफिकल वेबाट पनि पढ्नेछौँ, ग्राफिकल वेबाट पनि हेर्नेछौँ। ग्राफिकल एनालाइसिसमा ग्राफिकल कुरा पनि हेर्नेछौँ कि यसले के दिन्छ भन्दाखेरि यसले अभियसली स्लोप दिन्छ नि त कुनै पनि लाइनको, त्यो कुरा हामी पढ्नेछौँ। अहिले यति कुरा बुझौँ। अब त्यसै गरेर हामी एक्सेलरेसनको कुरा गर्ने हो भने एक्सेलरेसन इन्स्टेन्टेनियस सेम त्यही लिमिट टाइमलाई के गर्दिन टाइम टेन्स टु 0, त्यसपछि हाम्रो डेल भी बाई डेल टी। सो हाम्रो के निस्किन्छ इन्स्टेन्टेनियस एक्सेलरेसन भनेको डिभी बाई डिटी।
यसरी भेक्टर साइन पनि लगाइदिँदा भयो है। हामीले यो कुरा पायौँ। अब यो कुरा कसरी युज गर्ने भन्दाखेरि सर्टेन इक्वेसन सर्टेन फङ्सनमा दिएको छ भने चाहिँ कुरा गर्ने हो। जस्तो हामीलाई कोही कोही बेला के दिएको हुन्छ भने क्वेसनमा यहाँ लेखिदिन्छु s इज इक्वल्स टु 40 प्लस 5 s इज इक्वल्स टु 40 प्लस 5। अब हाम्रो क्वेसन भनेको के छ भन्दाखेरि फाइन्ड भेलोसिटी एट t इज इक्वल्स टु 5 सेकेन्ड। 5 सेकेन्ड यस्तो क्वेसन छ। अब यो निकाल्न के गर्ने भन्दाखेरि हामीलाई डिस्प्लेसमेन्ट दिएको छ, हामीलाई भेलोसिटी निकाल भनेको छ। अब त्यसको लागि त्यही v लेख्ने 8t इक्वल्स टु 5 सेकेन्ड भनेको इन्स्टेन्टेनियस 8 यो टाइम, यो टाइममा भनेको यो 8 भन्ने शब्द देखेपछि इन्स्टेन्टेनियस भन्ने बुझ्दा हुन्छ। सो हामीलाई भेलोसिटी इन्स्टेन्टेनियस भेलोसिटी चाहिएको छ। यो भनेको ds by dt। अब ds भनेको के छ, s को भ्यालु 40 प्लस 5, सो d अफ 40 प्लस 5 बाई हाम्रो के छ ds छ। सो अब यो डिफ्रेन्सिएट गर्दा हामी के पाउँछौँ, कन्स्टेन्टसँग डिफ्रेन्सिएसन त 0 भयो। अब 40 सँग डिफ्रेन्सिएसन गर्दाखेरि हामी के पाउँछौँ dt हो। 40 सँग डिफ्रेन्सिएट गर्दा हामी के पाउँछौँ 4 पाउँछौँ। ओके 4 पाउँछौँ। यो 4 पाउनु भनेको के हो भन्दाखेरि हाम्रो भेलोसिटी कति छ, भेलोसिटी इज इक्वल्स टु 4 मिटर पर सेकेन्ड छ। र यो भेलोसिटी यहाँ अर्को कुरा पनि हामी के पाउँछौँ भन्दा यो भेलोसिटी कन्स्टेन्ट छ। यो भेलोसिटी कन्स्टेन्ट छ, टाइमसँग डिपेन्डेन्ट छैन। टाइमसँग यहाँ t भन्ने एलिमेन्ट त छैन नि त, टाइमसँग डिपेन्डेन्ट भएको भए पो अलिकति टाइम चेन्ज हुँदा यो भेलोसिटी चेन्ज हुन्थ्यो। यो भेलोसिटी टाइमको इन्डिपेन्डेन्ट छ भनिसकेपछि टाइमसँग डिपेन्ड गर्दैन। सो यो भनेको एउटा कन्स्टेन्ट हो, युनिफर्म भेलोसिटी हो। फर इक्जाम्पल यहाँनिर यो ग्राफको साटो 40 को साटो 40 स्क्वायर भएको भए चाहिँ के हुन्थ्यो यहाँनिर 80 निस्किन्थ्यो। हाम्रो डिफ्रेन्सिएसन गर्दाखेरि के निस्किन्थ्यो 80 निस्किन्थ्यो। 80 निस्किसकेपछि हाम्रो के हुन्छ 8 टाइम इज इक्वल्स टु 5 सेकेन्डमा निकाल भनेको छ। सो यो 80 को मिनिङ भेलोसिटी भनेको 80 को मिनिङ भनेको के हो भन्दाखेरि 1 सेकेन्डमा भेलोसिटी 8 मिटर पर सेकेन्ड थियो। नेक्स्ट सेकेन्ड 2 सेकेन्ड t को भ्यालु 2 हुँदाखेरि भेलोसिटी कति भयो 16 मिटर पर सेकेन्ड भयो। t को भ्यालु 3 हुँदाखेरि हाम्रो कति भयो भेलोसिटी 24 मिटर पर सेकेन्ड भयो। त्यसरी t को भ्यालु 5 हुँदाखेरि 40 मिटर पर सेकेन्ड भयो। सो यहाँनिर 40 मिटर पर सेकेन्ड हुन्थ्यो क्या, 40 मिटर पर सेकेन्ड हुन्थ्यो। यो कुरा अलिकति बुझ्न इम्पोर्टेन्ट छ, तिमीहरूले यो जस्ट बुझ न एकचोटि सर। र डाइरेक्टली यस्तो क्वेसन त इक्जाममा नआउला मैले चाहिँ देखेको छुइनँ, तर बुझ्नलाई अलिकति चाहिँ इम्पोर्टेन्ट छ। यो कुरा बुझ्यो भने राम्रो हो। अब यहाँ पनि त्यस्तै क्वेसन हेर्ने हो भने सेम त्यही टाइपको क्वेसन आउँछ। यहाँ भेलोसिटीको इक्वेसन दिएको हुन्छ v इज इक्वल्स टु 5t स्क्वायर प्लस 6t प्लस 7 भनेर एउटा इक्वेसन दिएको छ अरे। अब मलाई क्वेसन के सोधिन्छ भन्दाखेरि फाइन्ड एक्सेलरेसन 8t इज इक्वल्स टु 3 सेकेन्ड भनेर सोधेको हुन्छ। यसको लागि पनि के गर्नु पर्यो, एक्सेलरेसन भनेको dv बाई dt भन्ने कुरा हामीलाई थाहा छ। अब dv बाई dt हो भेलोसिटीलाई डिफ्रेन्सिएट गरिदिने विथ रेस्पेक्ट टु टाइम। के हुन्छ यसलाई डिफ्रेन्सिएट गर्दाखेरि, यो डिफ्रेन्सिएट गर्न त सिकाउनु पर्दैन होला नि, याद होला तिमीहरूलाई। 2 के हुन्छ तल आउँछ, सो 5 टु द 10t भयो, यो यसको पावर घट्यो प्लस 6 कन्स्टेन्ट छ। यो टाइम dt बाई dt भनेको 1 भइहाल्यो, सो भयो प्लस 7 को डिफ्रेन्सिएसन त 0 भयो, कन्स्टेन्टको डिफ्रेन्सिएसन 0 हुन्छ। अब यहाँ हाम्रो एक्सेलरेसनको भ्यालु कति निस्क्यो 10t प्लस 6 निस्क्यो। हामीलाई कतिखेर चाहिएको 8 टाइम भनेको 3 सेकेन्डमा चाहिएको। सो 8 3 सेकेन्ड कति हुन्छ एक्सेलरेसन भनेको 10 3 30 30 प्लस 6 36 मिटर पर सेकेन्ड स्क्वायर। सो यो कुरा यहाँबाट सिकिन्छ। सो अब हामी ग्राफको बारेमा पढ्छौँ ल, ग्राफको बारेमा बुझ्छौँ। त्यसको लागि हामी सुरुमा लेट अस सपोज यो एउटा एक्स एक्सिस र वाइ एक्सिस मैले बनाएँ अरे। यहाँनिर कुनै पनि एउटा लाइन छ अरे, यस्तो टाइपको लाइन। अब यो लाइनमा दुईटा पोइन्टको बिचमा हामीलाई स्लोप निकाल्नु छ भने सपोज यो एउटा पोइन्ट अरे, यसलाई र यो अर्को पोइन्ट अरे, यसलाई म x1 र x2 भन्न मिलो। x1 y1 भन्छु, यसलाई म के भन्छु x2 y2 भन्ने भन्छु। ओके,
अब मलाई यो पोइन्ट यो दुईटा पोइन्टको बिचमा एउटा हाम्रो स्लोप छ, त्यो स्लोप निकाल्नु पर्ने छ। अब त्यो स्लोप निकाल्न हामी के गर्छौँ भन्दाखेरि स्लोप भनेको हाम्रो tan थीटा इज इक्वल्स टु y2 माइनस y1 डिभाइडेड बाई x2 माइनस x1। अब यो y2 माइनस y1 लाई के भन्दा मिल्छ डेल y चेन्ज इन y x2 माइनस x1 लाई डेल x। सो यो गर्दाखेरि हाम्रो यो भनेको के हो tan थीटा इज इक्वल्स टु डेल x बाई डेल y भनेको के हो, यो भनेको स्लोप हो, स्लोप हो। र अर्को कुरा भनेको यहाँ बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यदि यो दुईटा पोइन्ट एकदमै छेउछेउ डिस्टेन्समा छ अरे, एकदमै छेउछेउ एकदमै सानो डिस्टेन्समा छ अरे, अब त्यो सानो डिस्टेन्समा भयो भने के हुन्छ भने यो डेल वाई र डेल एक्स जुन हुन्छ नि, यदि यसमा पनि डेल एक्स भनेको एकदमै सानो छ टेन्स टु 0 छ भन्दाखेरि यो के हुन्छ dy बाई dx हुन्छ। र यो भनेको के हो स्लोप हो, स्लोप अफ एक्स वाई ग्राफ भन्ने हो। बुझ्यो होला यतिसम्म? सिम्पल प्रिन्सिपल हाम्रो के छ, दुईटा पोइन्टको बिचमा हामी स्लोप निकाल्नु पर्ने छ भने हामी के गर्छौँ, दुईटा पोइन्टको बिचमा स्लोप निकाल्नु पर्ने छ भने हामी के गर्छौँ y2 माइनस y1 गर्छौँ, y2 माइनस y1 गर्छौँ। सो यसलाई यसरी पनि बुझ्न सकिन्छ, यसलाई यसरी पनि बुझ्न सकिन्छ। स्लोप भनेको के हो, यो एङ्गल हो नि त, यो tan थीटा हो नि त। सो tan थीटा भनेको परपेन्डिकुलर बाई बेस। सो यो परपेन्डिकुलर भनेको यहाँ y2 छ, यो भनेको के y2 छ, यो भनेको y1 हो। सो यो परपेन्डिकुलर भनेको y2 माइनस y1 हो। त्यस्तै गरेर यो भनेको x2 छ, यो भनेको x1 छ। सो यो बेस भनेको x2 माइनस x1 हो। सो हामीले के गर्यौँ tan थीटा निकाल्नु भनेको स्लोप निकाल्नु भनेको y2 माइनस y1 डेल y चेन्ज इन y बाई चेन्ज इन x। र यसमा मैले अर्को कुरा के भने यदि यो चेन्ज इन x एकदमै सानो छ, यो डिस्टेन्स एकदमै सानो छ भन्दाखेरि हाम्रो के हुन्छ डेल एक्स यदि टेन्स टु 0 छ भने यो ठुलो डेल वाई बाई डेल एक्स भनेको हाम्रो के हुन्छ dy बाई dx हुन्छ। यो भनेको के हो स्लोप हो। अब यहाँबाट हामीले के कुरा बुझ्यौँ भने नि यो भनेको त अघिदेखि म भनिरहेको छु नि त, यो भेलोसिटी भनेको इन्स्टेन्टेनियस भेलोसिटी भनेको त स्लोप रहेछ नि त हाम्रो एसटी ग्राफको। त्यस्तै यो यो हाम्रो इन्स्टेन्टेनियस एक्सेलरेसन भनेको त स्लोप रहेछ नि त भिटी ग्राफको भन्ने कुरा यहाँबाट हामीले बुझ्यौँ। अब यसलाई नै अलिकति फर्दर कुरा गर्ने हो भने यहाँ एक दुईवटा केसेस हामी हेरौँ ल। केस नम्बर 1 एमा चाहिँ हाम्रो के छ भने एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर 0। अर्को केस हेरौँ हामी बीमा एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर 1। अर्को केस हेरौँ सीमा एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर स्क्वायर। अब यो मेनली यति तीनटा केस बुझ्यौँ भने हामीले सबै थोक बुझ्छौँ। अब टी को पावर 3 वाला पनि हेर्न सकिन्छ, तर ठिकै छ यति बुझ्यो भने बुझिन्छ। अब यो भनेको चाहिँ के हो भन्दाखेरि एस डाइरेक्टली प्रोपोर्सनल छ टी को पावर 0 भनिसकेपछि यो जुन डिस्प्लेसमेन्ट हुन्छ नि या पोजिसन जुन हुन्छ यो टाइमको इन्डिपेन्डेन्ट छ। सो टाइम बढे पनि डिस्प्लेसमेन्ट बढ्दैन, पोजिसन चेन्ज हुँदैन भनेर भनेको छ। अब यसको ग्राफ हेर्ने हो भने के कस्तो टाइपको ग्राफ आउँछ हेर ल। यसको ग्राफ केही यस प्रकार आउँछ। यो यदि टी हो भने यतापट्टि टी हो भने यतापट्टि एस हो। सो यहाँ के देखिन्छ हामी यो हेर ल, यो लाइन टाइम बढ्दाखेरि एक्स त कन्स्टेन्ट छ। सो यो भनेको के हो रेस्ट हो। टाइम चेन्ज हुँदाखेरि यदि पोजिसन सेम छ भने त्यो बडी त अभियसली रेस्ट छ। म यहाँ उभिरहेको छु, टाइम चेन्ज भइरहेको छ, म एउटै पोजिसनमा छु, रेस्टमा छु नि त। यदि टाइमसँग मेरो पोजिसन चेन्ज भयो भने त म मोसनमा छु नि। सो एस इज डाइरेक्टली प्रोपोर्सनल टु टाइमको पावर 0 भनेको के हो त्यो बडी रेस्टमा छ। त्यसको ग्राफ यस प्रकार हुन्छ। टाइम चेन्ज हुँदाखेरि डिस्प्लेसमेन्ट हाम्रो के हुन्छ कन्स्टेन्ट हुन्छ, या पोजिसन के हुन्छ कन्स्टेन्ट हुन्छ। यहाँ म पोजिसन डिस्प्लेसमेन्ट भनेर भनिरहेको छु ल। यसको एक्युरेट मिनिङ चाहिँ ग्राफमा एसको मिनिङ चाहिँ पोजिसन हो। पोजिसन भनेको एक्स कोअर्डिनेट या ठ्याक्कै पोजिसन चाहिँ कति हुन्छ भन्ने पोजिसन कुरा हो नि त। सो x1 y1 भनेको के हो कुनै पनि अब्जेक्टको पोजिसन हो। सो एक्ज्याक्टली एसको मिनिङ इन ग्राफमा चाहिँ हाम्रो के हो पोजिसन हो। यो कुरा अलिकति बुझ ल। अर्को कुरा भनेको हाम्रो के छ एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर 1 छ।
अब त्योभन्दा अगाडि यता हेर ल, यो जुन हामीले एसटीको ग्राफ बनायौँ अरे होइन, अब यसमा भेलोसिटीको भेलोसिटी टाइम ग्राफ बनायौँ भने केही सेन्स बन्छ? बन्दैन नि। यो बडी त के छ, रेस्टमा छ भनिसकेपछि यसको भेलोसिटी के हुन्छ, 0 हुन्छ, एक्सेलरेसन के हुन्छ, 0 हुन्छ। ओके, अब यो केसको कुरा गरौँ। यो केसमा हामी के देख्न सक्छौँ भने पोजिसन इज डाइरेक्टली प्रोपोर्सनल टु टाइमको पावर 1। टाइम इन्क्रिज हुँदा पोजिसन बढिरहेको छ र यसको ग्राफ कस्तो टाइपको हुन्छ, के यस्तो हुन्छ यसको ग्राफ। यो हाम्रो एस भयो, पोजिसन भयो, सरी यो हाम्रो टाइम भयो, यो हाम्रो के भयो, पोजिसन भयो। सो यो भनेको के हो, एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर त्यो भनेको कि यस्तो खालको ग्राफ बन्छ। त्यसको भनेको टाइम बढ्दाखेरि एस पनि बढिरहेको छ। अब यसको एक्जाम्पल है, यो एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर 1 को एउटा एक्जाम्पल हामी लियौँ। म के भन्न सक्छु भने यहाँ एस इज इक्वल्स टु 2t + 3 भन्न सक्छु नि त। 2t + 3 भन्न सक्छु, यो एउटा म इक्वेसन लिन सक्छु। ध्यान दिएर हेर्दै जाऊ ल। यो जुन एस इज डाइरेक्टली प्रोपोर्सनल टु टाइमको पावर 1 छ नि, त्यसको लागि म एउटा कुनै यस्तो एक्सप्रेसन लिन सक्छु। यो त लिन मिल्यो नि, एस के को प्रोपोर्सनल छ, टाइमको पावर 1 को प्रोपोर्सनल छ। अब यसमा हेरौँ ल, हामी यसमा हेरौँ। अघिको कन्सेप्ट र यो कन्सेप्ट म जोड्छु अलिकति। ओके, अब हामी के देख्छौँ भने यसमा टाइमको डाइरेक्टली प्रोपोर्सनल छ हाम्रो पोजिसन, भनेको टाइम बढ्दाखेरि हाम्रो पोजिसन पनि बढिरहेको छ। अब हामी यसलाई डिफ्रेन्सिएट गरिदिउँ भने, डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु के को रेस्पेक्टमा, अभियसली यहाँ टाइमको रेस्पेक्टमा डिफ्रेन्सिएट गरिदिउँ भने के पाउँछौँ, ds/dt गऱ्यौँ भने, यो एसलाई डिफ्रेन्सिएट गऱ्यो भने ds/dt गऱ्यौँ भने, हेर 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 यहाँनिर के छ, ds/dt गऱ्यौँ भने के पाउँछौँ, v पाउँछौँ। सो यसलाई डिफ्रेन्सिएट गरिदिउँ भने, यसलाई डिफ्रेन्सिएट गरिदिउँ भने हामी के पाउँछौँ, v। ds/dt भनेको v इज इक्वल्स टु यसको डिफ्रेन्सिएसन के हुन्छ, 2t को डिफ्रेन्सिएसन के हुन्छ, 2 हुन्छ, प्लस 3 को डिफ्रेन्सिएसन त 0 भयो। सो यो हामीले यो इक्वेसनलाई डिफ्रेन्सिएट गरिदिउँ भने हामी के पाउँछौँ, यो एउटा इक्वेसन पाउँछौँ। अब यसको ग्राफ बनाइदिउँ त हामी, कस्तो हुन्छ यसको ग्राफ, यसको ग्राफ बनाइदिउँ हामी, यस्तो यस्तो भयो। के यस्तै टाइपको त ग्राफ हुन्छ नि त्यसको। यो भनेको हाम्रो के भयो, टाइम भयो, यो भनेको हाम्रो के भयो, पोजिसन भयो। र यहाँबाट हामी के देख्न सक्छौँ भने, सरी यो टाइम भयो, यो भनेको के भयो, v भयो। सो यहाँबाट हामी के देख्न सक्छौँ भने v भनेको के छ, कन्स्टेन्ट छ। v भनेको टाइमसँग डिपेन्डेन्ट छैन। र यो ग्राफबाट पनि हामी त्यही बुझ्यौँ, v भनेको टाइमको डिपेन्डेन्ट छैन। टाइम बढ्दाखेरि भेलोसिटी कन्स्टेन्ट छ, र कन्स्टेन्ट भेलोसिटीलाई हामी के पनि भन्छौँ, युनिफर्म भेलोसिटी पनि भन्छौँ। ओके, र यदि भेलोसिटी कन्स्टेन्ट छ भने एक्सेलरेसन के हुन्छ, एक्सेलरेसन त 0 हुन्छ, किनकि एक्सेलरेसन भनेको त चेन्ज इन भेलोसिटी हो। सो यो एस इज डाइरेक्टली प्रोपोर्सनल टु टी को पावर 1 को ग्राफबाट हामीले यो कुरा बुझ्यौँ। नेक्स्ट, S is directly proportional to t को पावर 2। यो ग्राफ हेरौँ। अब यसले के बुझाउँछ भन्दाखेरि यसको पनि हामी एउटा इक्जाम्पल दिउँ। एउटा इक्जाम्पल दिने भने हामी के लिन सक्छौँ, S इज इक्वल्स टु 4t² + 4t + 4 भन्ने एउटा कुनै पनि इक्जाम्पल लिन सक्यौँ। अब यसको हामी सुरुमा ग्राफ बनाऊँ ल, कस्तो हुँदो रहेछ ग्राफ भन्ने कुरा। यो भयो, यो भयो। म यसलाई के गरिदिउँ भने क्लोन गरिदिन्छु। ओके, अब यो ग्राफ हामी हेरौँ ल। यसको के छ भन्दा, यतापट्टि हाम्रो जुन टाइम छ, टाइम भयो, यो पनि टाइम भयो, यो पनि टाइम भयो। यो हाम्रो के भयो, पोजिसन, यो भेलोसिटी, यो एक्सेलरेसन। अब यहाँ हामी हेरौँ न यो इक्वेसन, यो इक्वेसनलाई मात्र ध्यान दिएर हेरौँ, यो इक्वेसनलाई मात्र ध्यान दिएर हेरौँ। यो इक्वेसन मैले यो इक्वेसनलाई डिफ्रेन्सिएट गर्दै भने, यो त यसको इक्वेसन हो। अब मैले यसलाई डिफ्रेन्सिएट गर्दै भने म के पाउँछु,
डिफ्रेन्सिएट ds लाई डिफ्रेन्सिएट ds by dt भनेको के भेलोसिटी v इज इक्वल्स टु यसलाई डिफ्रेन्सिएट 40 स्क्वायर को 80 प्लस 40 को प्लस 4 यो भयो। अब यसलाई पनि म डिफ्रेन्सिएट गर्दै अरे यसलाई डिफ्रेन्सिएट गर्दाखेरि dv by dt भनेको एक्सेलरेसन अघि बढेको इन्स्टेन्टेनियस भेलोसिटीमा इज इक्वल्स टु 80 को 8 भयो। सो हामी हेर्दै जाम ल हामी हेर्दै जाम ओके। अब यसको ग्राफ बनाउँदा कस्तो हुन्छ यो भनेको के छ v भनेको डाइरेक्टली प्रोपोर्सनल छ t को पावर 1 सँग। यसको ग्राफ मैले बनाउँदाखेरि कस्तो बनिन्छ यसको ग्राफ बनिँदा कस्तो बनिन्छ यस्तो बनिन्छ यस्तो बनिन्छ। अब यो के छ कन्स्टेन्ट छ यसको ग्राफ कस्तो बनिन्छ यस्तो बनिन्छ। अब यो भनेको कस्तो छ s को पावर t को t स्क्वायर यसको ग्राफ कस्तो बनिन्छ प्याराबोलिक बनिन्छ। केही यस प्रकारको ग्राफ बनिन्छ भनेपछि यसलाई डिफ्रेन्सिएट गर्दाखेरि यस्तो भयो यसलाई डिफ्रेन्सिएट गर्दाखेरि यस्तो भयो। यो कुरा ध्यान दिएर हेर योबाट के बुझ्छौ भने जब पोजिसन टाइमको डिफ्रेन्सिएसन हामीले जब पोजिसन टाइमको ग्राफको डिफ्रेन्सिएसन गर्यौं भने हामी के पाउँछौं भेलोसिटी टाइम ग्राफ पाउँछौं। यदि यो s को डाइरेक्टली पावर t स्क्वायर छ भने s इज डाइरेक्टली प्रोपोर्सनल टु t स्क्वायर छ भने यो के हुन्छ v इज डाइरेक्टली प्रोपोर्सनल टु t हुन्छ अनि यो के हुन्छ एक्सेलरेसन कन्स्टेन्ट हुन्छ। त्यस्तै गरेर यदि यो क्युबिक भएको भए यदि यो इक्वेसन क्युबिक इक्वेसन भएको भए s इज डाइरेक्टली प्रोपोर्सनल टु t को पावर क्यूब भएको भए यो भनेको कस्तो हुन्थ्यो s इज डाइरेक्टली प्रोपोर्सनल टु t को स्क्वायर हुन्थ्यो र यो भनेको हाम्रो के हुन्थ्यो s इज डाइरेक्टली प्रोपोर्सनल टु t हुन्थ्यो भनेपछि यस्तो जान्थ्यो। सो यहाँबाट के बुझ्यौ त धेरै कुरा बुझ्यौ होला नि त यो एउटा पेज नै इनफ छ क्या तिमीहरूको लागि बुझ्नलाई ग्राफहरुको बारेमा बुझ्नलाई यो एउटा पेज नै इनफ छ। यसलाई नै ध्यान दिएर बुझ्यौ भने सबै थोक बुझ्छौ के भइरहेको छ कसो भइरहेको छ भनेर। अब यसको रिगार्डिङ हामी केही क्वेशन्सहरु गरौँ सो दैट फर्दर मोर अझै बुझिन्छ। क्वेशन्स हाम्रो के छ पहिलो क्वेशन्स भनेको व्हिच इज नट अ ग्राफ अफ युनिफर्म मोसन कुन चाहिँ युनिफर्म मोसनको ग्राफ होइन भनेर सोधेको छ। युनिफर्म मोसन भनेको त्यो मोसन जहाँ भेलोसिटी के हुन्छ कन्स्टेन्ट हुन्छ। सो कुनमा चाहिँ भेलोसिटी कन्स्टेन्ट छैन भनेर सोधेको छ। पहिलो अप्सन ए मा के देख्छौं s र t को ग्राफ छ पोजिसन र टाइमको ग्राफ छ। अब पोजिसन टाइम ग्राफ के छ यो भनेको यो पोजिसन भनेको डाइरेक्टली प्रोपोर्सनल टु टाइम छ। अब हामीले यसलाई डिफ्रेन्सिएट गर्दियौं भने के हुन्छ एउटा vt को ग्राफ निस्किन्छ जसमा भेलोसिटी के हुन्छ कन्स्टेन्ट हुन्छ। यसलाई डिफ्रेन्सिएट गर्दियौं भने के पाउँछौं हामी vt को ग्राफ पाउँछौं नि त। यसलाई डिफ्रेन्सिएट गर्दियौं भने हामी के पाउँछौं यो st छ यता छ हामीले यस्तो यो v यो t vt ग्राफ पाउँछौं जहाँ v कन्स्टेन्ट हुन्छ भनेपछि यसले के भनिरहेको छ यो a नम्बरले के भेलोसिटी कन्स्टेन्ट छ भनेपछि युनिफर्म भेलोसिटी भनिरहेको छ। b ले यसले पनि युनिफर्म भेलोसिटी भनिरहेको छ vt ग्राफ कन्स्टेन्ट छ। c ले अब c को अलिकति हामी लजिक लाम किनकि हामीले यो s हो ल यो पोजिसन हो किनकि हामीले भेलोसिटी र पोजिसन ग्राफ त पढेको छैनौं तर हामी यसमा अलिकति हाम्रो लजिक लाउन सक्छौं। यदि पोजिसन चेन्ज हुँदाखेरि भेलोसिटी कन्स्टेन्ट छ भने मिनिङ के हो म हिँडिरहेको छु मेरो पोजिसन चेन्ज भइरहेको छ र मेरो पोजिसन चेन्ज हुँदा पनि मेरो के छ भेलोसिटी भनेको कन्स्टेन्ट छ। त्यो भनेको के हो अभियसली भेलोसिटी कन्स्टेन्ट नै छ भन्ने बुझिन्छ त्यसबाट पनि। सो यो पनि करेक्ट हो। अब नट अ ग्राफ अफ युनिफर्म मोसन भन्दा यो यसले के भनिरहेको छ भेलोसिटी बढिरहेको छ टाइमसँग। सो यो चाहिँ के हो युनिफर्म मोसनको ग्राफ होइन। सो हाम्रो करेक्ट आन्सर हुन्छ यो के होइन भन्दाखेरि हुन्छ डी नम्बर। किनकि यो अझै यसको डिफ्रेन्सिएसन गर्दा हामी के पाउँछौं एक्सेलरेसन कन्स्टेन्ट पाउँछौं। यसको डिफ्रेन्सिएसन गर्दा र एक्सेलरेसन छ भनेपछि त्यो युनिफर्म मोसन होइन यस्तो कुरा बुझ्नुपर्छ। र यहाँबाट अर्को मेन कुरा पनि तिमीहरूले बुझ्नुपर्ने भनेको यो नट भन्ने कोही बेला पढ्नको लागि बिर्सिन्छौ क्या यो नट पढ्नलाई बिर्सिन्छौ। सो त नबिर्सिनु कोही बेला के हुन्छ भने तिमीहरू यसो हेर्छौ व्हिच इज ग्राफ अफ युनिफर्म मोसन यो हेर्छौ र अप्सन नम्बर 1 मा यस्तो st को देख्छौ र यो भनेर यो राइट लगाइदिन्छौ तर त्यो रङ हुन्छ। अब हामी नेक्स्ट क्वेशनतिर बढौँ। के छ भन्दाखेरि व्हिच अफ द फलोइङ स्पिड टाइम ग्राफ इज नट पोसिबल कुन चाहिँ स्पिड टाइम ग्राफ इज नट पोसिबल ध्यान आफै सल्भ गर्न खोज त यो चाहिँ मजाले पज गरेर। ओके यहाँ हिन्ट दिने हो भने हिन्टको कुरा गर्ने भने यो बुझ यो हिन्ट भनेको यो यसलाई ध्यान दिएर पढ।
ओके, अब यसको कुरा के छ भन्दाखेरि यो सल्भ गर्दाखेरि पहिलो कुरा हेरौँ कुन चाहिँ स्पिड टाइमको ग्राफ होइन भनेर सोधेको छ। पहिलो भनेको के छ, टाइम बढ्दाखेरि हाम्रो भेलोसिटी बढिरहेको छ v भनेको छ, तर यो v को मिनिङ के हो, स्पिड हो है, सरी स्पिड हो, मैले भेलोसिटी भने तर के हो, स्पिड हो, किनकि क्वेसनले के सोधेछ, स्पिड टाइम ग्राफ सोधेछ। सो यो v भनेको स्पिड हो। सो टाइम बढ्दाखेरि स्पिड बढिरहेको छ अनि एउटा टाइममा आइसकेपछि चाहिँ त्यसको स्पिड म्याक्सिमम भएछ अनि त्यसपछि त्यसको स्पिड घट्न थाल्यो, त्यसपछि 0 भयो, केही प्रब्लम देखिएन यसमा। अर्को कुरा गर्ने हो भने यसमा के छ, टाइम 0 हुँदाखेरि हाम्रो जुन स्पिड थियो त्यो पनि 0 थियो, त्यसपछि बढ्दै स्पिड बढ्दै गयो, यहाँ आइसकेपछि घट्यो, फेरि बढ्यो, फेरि घट्यो, केही प्रब्लम छैन। अप्सन डी सुरुमा 0 थियो, बढो भेलोसिटी सरी स्पिड बढो, त्यसपछि घट्यो, फेरि बढो, घट्यो। यो यस्तो खालको भनेको चाहिँ के हो भन्दा, यस्तो भनेको चाहिँ के हो भने यो सार्प कर्भ छैन त यहाँ त, यस्तो खालको कर्भ भनेको चाहिँ के हो भने यो सर्टेन पोइन्टमा चाहिँ भेलोसिटी भनेको कन्स्टेन्ट छ भनेको है, यो बुझ्नु तिमीहरू। ओके, सो यो पनि हामीले करेक्ट ठिकै छ जस्तो देखियो। अब सी नम्बरमा हेर्दाखेरि के देख्यो भने स्पिड बढो, त्यसपछि स्पिड घट्यो, 0 आयो, तर त्यसपछि के भयो, स्पिड तल गयो। तल भनेको के छ, यो ग्राफको तल नेगेटिभ छ, तर स्पिड नेगेटिभ हुन सक्छ, क्यान स्पिड बी नेगेटिभ, नो भनिसकेपछि हाम्रो के हो, सी एन्सर हो। किन, विच अफ द फलोइङ स्पिड टाइम ग्राफ इज नट पोसिबल भन्दा सी पोसिबल छैन, किनकि स्पिड क्यान नेभर बी 0। हेरौँ नि कस्तो सानो कुरा इम्पोर्टेन्ट छ क्वेसनमा, स्पिड क्यान नेभर बी 0। यदि यो भेलोसिटी टाइम ग्राफ भएको भए त यो करेक्ट हुन्थ्यो, किनकि भेलोसिटी नेगेटिभ हुन सक्छ। नेक्स्ट क्वेसन, अब द स्लोप अफ एसटी ग्राफ गिव्स, एसटी ग्राफको स्लोपले के दिन्छ, एसटी ग्राफको स्लोप भनेको ds/dt ले के दिन्छ, हामीलाई थाहा छ v दिन्छ। द स्लोप अफ vt ग्राफ गिव्स dv/dt ले के दिन्छ, हामीलाई एक्सेलरेसन दिन्छ। ओके, यति कुरा बुझ्यो। नेक्स्ट कन्सेप्ट हामी बढौँ, काइनेमेटिक्स इक्वेसन। अब हामी काइनेमेटिक्स इक्वेसन थाल्दिउँ ल, के छ काइनेमेटिक्स इक्वेसनहरू भन्ने। अब यहाँदेखि चाहिँ फिजिक्स सुरु हुन्छ, फिजिक्स हाम्रो सुरु हुन्छ ल। काइनेमेटिक्स इक्वेसन बच्चैदेखि पढ्दै आएको, v = u + at, v² = u² + 2as, s = ut + ½ at²। अब यो हेर्दा सजिलो देखियो, ठिकै देखिरहेछ होला, यो राइट नै इक्वेसन छ जस्तो देखिरहेको छ होला, तर यसमा पुरा इम्पोर्टेन्ट कुरा मिस भइरहेको छ। त्यो इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि तिमीहरूको त्यो इम्पोर्टेन्ट कुरा यो जुन भेक्टर साइन छ नि, यो इम्पोर्टेन्ट छ भेक्टर, किनकि हामीले डिफ्रेन्ट टाइप अफ बडीसँग डिल गर्नुपर्छ, डिफ्रेन्ट टाइप अफ बडीसँग डिल गर्नु पर्यो नि त यसमा त, त्यही भएर इम्पोर्टेन्ट छ। फर इक्जाम्पल, जब म भन्छु नि कुनै पनि अब्जेक्ट माथिदेखि तल झार्दिएको छ, कुनै पनि अब्जेक्ट माथिदेखि तल झरेको छ। अब यो केसमा हेर्ने हो भने हामी जेनरली के गर्छौँ भने माथि र यो डिरेक्सनलाई पोजिटिभ लिन्छौँ, तल र यो डिरेक्सनलाई हामी नेगेटिभ लिन्छौँ ल, यति कुरा याद राख। ओके, अब जब कुनै पनि अब्जेक्ट फल गरिरहेको छ भने त्यो बेला म एउटा चिज सोध्छु, इनिसियल भेलोसिटी 0 भयो, मैले यस्तो बल छोड्दै भने 0 भयो। लेटस चाहिँ मैले बल कुनै पनि माथि हाइटबाट बललाई यसरी फ्यालिदिरहेको छु, त्योसँग सर्टेन इनिसियल भेलोसिटी आउँछ, u भन्ने आउँछ, तल झरो। अब यहाँ यो इक्वेसन युज गर्ने हो भने त्यहाँ हेर ल, फाइनल भेलोसिटी हाम्रो के हुन्छ, सर्टेन पोइन्टमा गइसकेपछि तलपट्टि हुन्छ, फाइनल भेलोसिटी तलपट्टि हुन्छ। हाम्रो फाइनल भेलोसिटी नेगेटिभ भयो, सो v को ठाउँमा -v हुन्छ। त्यही भएर इम्पोर्टेन्ट छ हाम्रो भेक्टर, त्यही भएर इम्पोर्टेन्ट छ। भेक्टरमा हामीले पोजिसन पनि हेर्नु पर्यो क्वेसन सल्भ गर्दाखेरि। तल झरेको छ -v हुन्छ, = इनिसियल भेलोसिटी कता छ, -u छ। अर्को भनेको +at छ, एक्सेलरेसन कता लागिरहेको छ, तलै लागिरहेको छ, सो -gt। सो यस्तो इक्वेसन बन्छ क्या त्यो माथिबाट फ्याल्दाखेरि, त्यही भएर यो भेक्टर इम्पोर्टेन्ट छ। अब यस्तै म यो थर्ड इक्वेसन हेर्ने हो भने कुनै पनि अब्जेक्ट माथिदेखि तल फ्याल्दियो भने के हुन्छ, हाम्रो जुन सर्टेन डिस्प्लेसमेन्ट कभर गर्छ कुनै पनि अब्जेक्ट माथिदेखि तल फ्याल्दियो भने, सो डिस्प्लेसमेन्ट s भनेको के हुन्छ, -s हुन्छ। किनकि फेरि डिस्प्लेसमेन्ट पनि भेक्टर क्वान्टिटी हो, अनि तलतिर फल गरेको छ भने s होइन -s हुन्छ, = ut मा -ut
प्लस हाफ ए को ठाउँमा माइनस ए टी स्क्वायर। सो यसरी अपग्रेड गर्छ, यसरी काम गर्छ। यो कुराहरू बुझ्नुपर्छ र यो कुरामा भन्छु पनि अहिले सल्भ गर्दाखेरि। र सुरुमै यसकै रिलेटेड केही क्वेसन्सहरू हामी गरौँ, किनकि यो कुरा त हामीले सानैदेखि पढेको हो नि त। सो हाम्रो पहिलो क्वेसन भनेको अ ट्रेन हुज लेन्थ इज 200 मिटर इज मुभिङ विथ अ युनिफर्म भेलोसिटी अफ 72 किलोमिटर पर आवर, फाइन्ड द टाइम टेकन बाई इट्स टु क्रस द ब्रिज अफ 1 किलोमिटर। एउटा ट्रेन छ अरे, एउटा ट्रेन छ अरे, यो बाटो छ अरे। अब यस्तो क्वेसन हेर्ने बित्तिकै तिमीहरू के गर्छौ भने नि, डाइरेक्टली म भन्छु ल सुरुमा के गर्छु। अ ट्रेन हुज लेन्थ इज 200 मिटर इज मुभिङ विथ द युनिफर्म भेलोसिटी 72 किलोमिटर पर आवर। एट फर्स्ट यो 72 किलोमिटर पर आवर भनेको चाहिँ के हो? सेभेन्टी टू किलोमिटर पर आवर भनेको के हो? यो हो ल, बुझ। 72 किलोमिटर पर आवर भनेको 20 मिटर पर सेकेन्ड हो। यसलाई एसआई युनिटमा कन्भर्ट गर्दाखेरि त्यो कसरी भन्दाखेरि कसरी भन्छौ भने तिमीलाई थाहा छ होला। 72 किलोमिटर पर आवरलाई कसरी कन्भर्ट गर्ने? 72 किलोमिटर भनेको मिटरमा लाँदा 1000 मिटर र आवरलाई सेकेन्डमा लाँदा 3600 सेकेन्ड भयो। सो यो काट्यो एन्ड देन यो काट्दाखेरि हाम्रो 20 मिटर आउँछ। यो कुरा बुझ पहिलो कुरा। अब तिमीहरूले यो क्वेसन हेर्दाखेरि कसरी सल्भ गर्छौ होला भने 20 मिटर पर सेकेन्डले ट्रेन कुदिरहेको छ, 1 किलोमिटरको ब्रिज कट्नु छ। सो हाम्रो टाइम भनेको के हुन्छ? डिस्प्लेसमेन्ट बाई भेलोसिटी, डिस्प्लेसमेन्ट भनेको छ 1000 मिटर बाई भेलोसिटी भनेको छ 20। सो हाम्रो कति आयो एन्सर? 50 आयो। 50 सेकेन्ड। यसरी सोध्छौ होला, तर यो रङ हो। किनभने यहाँ एउटा इम्पोर्टेन्ट कुरा हामी के बिर्सन्छौँ भने यो ट्रेनको लेन्थ पनि छ, यो ट्रेनको लेन्थ पनि छ। जस्तो ट्रेन यहाँदेखि स्टार्ट भयो भने शून्य यो ट्रेन जान्छ 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 अनि यहाँ पुगिसकेपछि के हुन्छ? यसले 1 किलोमिटर त कभर गरेको छ, 1 किलोमिटर कभर गरो। तर यो ब्रिज या के भनेको छ? क्रस द ब्रिज। तर यो ब्रिज क्रस गर्न त यो अझै यहाँदेखि यहाँ पनि मुभ गर्नुपर्छ नि त। भनेको एडिसनल यो ट्रेनको लेन्थ मुभ गर्नुपर्छ। यहाँसम्म त 1 किलोमिटर भयो, प्लस यो ट्रेनको लेन्थ भनेको 200 मिटर छ। सो अझै यता 200 मिटर मुभ गर्नुपर्छ। सो त्यसको कारणले गर्दाखेरि हाम्रो टोटल डिस्टेन्स कति हुन्छ? 1000 होइन 1200 मिटर हुन्छ। सो हाम्रो टाइम टेकन कति हुन्छ? 1200 मिटर बाई भेलोसिटी भनेको 20 मिटर पर सेकेन्ड। सो हाम्रो टाइम भनेको 60 सेकेन्ड हुन्छ। सो यहाँबाट हामीले टाइम टेकन निकाल्न सकिन्छ। अब नेक्स्ट क्वेसन हेरौँ। A body starts moving with a uniform acceleration. After 5 seconds, the velocity of the body becomes 20 meter per second. Find the displacement covered by it in next 5 seconds. के भनेछ ध्यान दिएर हेर ल। A body start moving with a uniform acceleration. Uniform acceleration ले मुभ गर्न थाल्यो अरे भनेपछि सुरुमा त्यो बडी रेस्टमा थियो अरे। After 5 seconds, the velocity of the body become 20 meter per second. भनेको यहाँनिर कुनै पनि एउटा बडी छ भने, यहाँनिर कुनै पनि बडी छ भने 5 सेकेन्ड पछि त्यो बडीको भेलोसिटी यो यहाँ पोजिसनमा पुगिसकेपछि यसको भेलोसिटी कति हुन्छ? 20 मिटर पर सेकेन्ड। यहाँ यो बडीको भेलोसिटी कति थियो? 0 मिटर पर सेकेन्ड। रेसदेखि सुरु गरेको थियो नि त। केही एक्सेलरेसन छ यहाँनिर, ओके। फाइन्ड द डिस्प्लेसमेन्ट कभर बाई इट इन नेक्स्ट 5 सेकेन्ड। त्यसपछि यो बडी अझै 5 सेकेन्ड मुभ गरेछ, अझै यो कति मुभ गरेछ? t इक्वल्स टु 5 सेकेन्ड। यहाँ पनि t इक्वल्स टु 5 सेकेन्ड मुभ गरेको थियो। यो अलिकति भिजुअलाइज गर्न सिक ल। सो हामीलाई यो डिस्टेन्स निकाल्नु पर्छ क्या, यो s इक्वल्स टु वाट। सो यो कुरा चाहिँ अलिकति भिजुअलाइज गरेर आफै दिमागमा उतार्न खोज ल। कुरा सिम्पल भनेको छ, रेसदेखि सुरु गरेको छ, 5 सेकेन्ड पछि त्यसको भेलोसिटी 20 मिटर पर सेकेन्ड छ र त्यो नेक्स्ट 5 सेकेन्ड अझै ट्राभल गर अरे। सो त्यसले टोटल डिस्प्लेसमेन्ट, त्यसले यो 5 सेकेन्ड, यो लास्ट 5 सेकेन्डमा कति डिस्प्लेसमेन्ट कभर गर भनेर सोधिएको छ। अब त्यो निकाल्न के गर्नु पर्यो? सुरुमा यहाँबाट हामीले एक्सेलरेसन निकाल्नु पर्यो। एक्सेलरेसन निकाल्नको लागि कुन इक्वेसन फिट होला?
टाइम दिएको छ, इनिशियल भेलोसिटी दिएको छ, फाइनल भेलोसिटी दिएको छ, एक्सेलरेसन निकाल्नु पर्ने। फर्स्ट इक्वेसन ठीक छ जस्तो लाग्यो मलाई, v = u + at, फाइनल भेलोसिटी कति छ 20, इनिशियल 0, एक्सेलरेसन a, t भनेको 5, सो हाम्रो एक्सेलरेसन भनेको कति भयो 20/5 4 मिटर पर सेकेन्ड स्क्वायर, यो हाम्रो एक्सेलरेसन निस्क्यो। अब क्वेसनले के भन्छ युनिफर्म एक्सेलरेसन, सो यो एक्सेलरेसन सबैतिर भ्यालिड छ, यहाँ पनि यही एक्सेलरेसन हुन्छ। ओके, अब यहाँ हेर्ने हो भने यो फाइनल भेलोसिटी थियो यो केसको लागि, तर यो डिस्टेन्सको लागि त यो इनिशियल भेलोसिटी छ नि त। सो इनिशियल भेलोसिटी दिएको छ, डिस्प्लेसमेन्ट निकाल्नु पर्छ, टाइम दिएको छ, एक्सेलरेसन दिएको छ, कुन फर्मुला होला s = ut + हाफ at² u20, टाइम भनेको हाम्रो कति छ 5 सेकेन्ड प्लस हाफ, एक्सेलरेसन भनेको 10, टाइम भनेको कति छ 5 को स्क्वायर 5 5 25, यहाँबाट सल्भ गर्दाखेरि 5 to the 10 100 प्लस 250 125 = 225 मिटर। सो यसरी हाम्रो के निस्क्यो डिस्प्लेसमेन्ट कभर इन नेक्स्ट 5 सेकेन्ड भन्ने निस्क्यो। र यति बुझ्यो भने यो गर्न सक्यो भने मोटामोटी सबै यो इक्वेसनहरूसँग खेल्न आयो भनेर बुझ्न सकिन्छ। अब कुरा आयो मोसन अन्डर ग्राभिटीको, मोसन अन्डर ग्राभिटी। अब मोसन अन्डर ग्राभिटीलाई बुझ्नको लागि हामीले तीनटा केस बुझ्यौँ भनिसक्यो, मेनली दुईटा केस बुझ्यौँ भनिसक्यो, वेन बडी इज इन फ्री फल अनि वेन बडी इज थ्रोन भर्टिकली अपवर्ड, अनि म एडिसनली यो भेलोसिटी टाइम सेम भन्ने अब कन्सेप्ट पनि भनिदिन्छु ल। यो हतपति हामीलाई पढाइ हुँदैन तर एकचोटि बुझ्नलाई चाहिँ चाहिन्छ। पहिलो कुरा भनेको वेन द बडी इज इन फ्री फल, जब बडी फ्री फलमा छ, लेट अस से यो एउटा सर्टेन हाइटमा हामीले एउटा कुनै बडी राख्दियौँ अरे, एउटा सर्टेन हाइटमा मैले कुनै बडी राख्दै अरे, यो हाइट मैले h भन्ने हाइट भन्दै अरे, भन्न पाउँछु नि, पाइहाल्छु नि, किन पाउँदिनँ हाइट भन्ने। ल यो एरो छैन ल, यो सर्टेन h भन्ने हाइटमा कुनै पनि मैले एउटा बडी राख्दै अरे, यहाँनिर बडी राख्दै र यो बडीलाई मैले के गर्दै यहाँनिर राखेर छोड्दै अरे, छोडिदिइसकेपछि के हुन्छ यो तलतिर झर्न थाल्छ, यो बडी के हुन्छ तलतिर झर्न थाल्छ। र हामीलाई यही कुरा स्टडी गर्नु छ कि के झरिसकेपछि के केसहरू के कुराहरू हुन्छ भन्ने कुरा हामीलाई स्टडी गर्नु छ। अब यहाँनिर के गर्ने भन्दाखेरि चाहिँ इक्वेसन अफ मोसन युज गर्ने, अब हामीलाई लेटेस्ट चाहिँ टाइम टेकन निकाल्नु पर्यो अरे, यो बडी यहाँदेखि भुइँमा झर्नको लागि कति टाइम लाग्छ त्यो निकाल्नु पर्यो अरे। अब त्यसको लागि हामी के गर्छौँ भन्दाखेरि त्यही टाइम निकाल्ने कुनै पनि एउटा इक्वेसन लगाइदिन्छौँ। जस्तो यहाँ के लाउन सकिन्छ भने s = ut + हाफ at² लाउन मिल्यो नि। तर यहाँ एउटा चिज नबिर्सिनु कि भेक्टर क्वान्टिटीहरू हो भनेर। ओके, अब जब यो बडी यहाँदेखि तल झरिरहेको छ तब के छ भन्दाखेरि जुन यो s छ नि, s के हुन्छ नेगेटिभ हुन्छ, -h हुन्छ, यहाँदेखि यहाँसम्मको लेन्थ h भयो र तल झरिरहेको छ, सो -h = इनिशियल भेलोसिटी 0, सो 0t भनेको 0t भयो, 0 लेखिदिँदा भयो, प्लस हाफ एक्सेलरेसन कति छ a भनेको -g छ, -g तलपट्टि एक्सेलरेसन छ, सो टाइमको स्क्वायर भनेको के छ t को स्क्वायर लेखिदिउँ, टाइम भनेको टाइम पिरियड, टाइम निकाल्नु पर्यो। अब t को स्क्वायर भनेको यहाँबाट हामी के देख्छौँ, यो काट्दिउँ मैले, 2 यता गयो 2h/g, सो हामीले यहाँबाट टाइम निकाल्न मिल्यो √2h/g भन्ने मैले टाइम निकालेँ र यो हाम्रो के भयो फर्मुला भयो, एउटा इम्पोर्टेन्ट फर्मुला, टाइम पिरियड यसरी निस्क्यो। अब सिमिलरली म जस्ट यहाँ फर्मुला मात्र तिमीलाई भन्दिनँ ल, यो फर्मुला कसरी निस्क्यो भन्छु, सो द्याट कि कहिले फर्मुला बिर्स्यो भने पनि सल्भ गर्न गाह्रो पर्दैन। अब मलाई अर्को कुरा टाइम होइन भेलोसिटी निकाल भनेर कसैले भनेको छ भने, भेलोसिटी भनेको कस्तो फाइनल भेलोसिटी, केही समयपछि यो अब्जेक्ट भनेको यहाँनिर तल झर्छ, तल झर्दाखेरि योसँग सर्टेन भेलोसिटी हुन्छ v भन्ने, यो फाइनल भेलोसिटी निकाल भनेर भनेको छ अरे। अब त्यसको लागि म के गर्छु,
त्यसको लागि म एउटा काम गर्न सक्छु, त्यो भनेको के हो, इक्वेसन युज गर्ने। त्यही इक्वेसन युज गर्ने त गर्न मिल्यो नि। अर्को कुन इक्वेसन छ, v स्क्वायर इज इक्वल्स टु u स्क्वायर प्लस 2as भन्ने म इक्वेसन युज गर्न सक्छु, किनकि मलाई फाइनल भेलोसिटी चाहिएको छ र यहाँ के दिएको छ, डिस्प्लेसमेन्ट दिएको छ। फर्स्ट इक्वेसन पनि युज गर्न सक्थेँ, यो v इज इक्वल्स टु u प्लस at युज गर्न सक्थेँ, तर मसँग के छैन, टाइम छैन। सो सेकेन्ड इक्वेसन म युज गरिरहेको छु। मलाई चाहिएको छ भेलोसिटी, ठिक छ, अनि डिस्प्लेसमेन्ट दिएको छ, ठिक छ, भनेपछि यो इक्वेसन मेरो लागि सुइटेबल हुन्छ। अब के निकाल्नु पर्छ, फाइनल भेलोसिटी। अब इनिसियल भेलोसिटी त 0 छ, त्यसलाई साइड हट भन्दा भइहाल्यो। सो फाइनल भेलोसिटी भनेको के भयो, √2as। कस्तो सजिलो निस्क्यो होइन र, कस्तो सजिलो निस्क्यो। र यो कुनै पनि अब्जेक्ट झरिरहेको छ भने यति कुराहरू निकाल्न सोध्छ। अब हामीले कुनै पनि एउटा इन्स्टेन्ट पुग्ने टाइम पिरियड निकाल भनेको छ अरे। फर इक्जाम्पल यो बल केही समयपछि यहाँ पुग्यो अरे, यहाँ पुग्यो अरे, एल भन्ने लेन्थमा पुग्यो अरे, यहाँदेखि एल भन्ने लेन्थमा पुग्यो अरे, यो एल भन्ने लेन्थ अरे ल, यहाँ पुग्यो अरे। अब मलाई टाइम निकाल भनेर सोधेको छ भने के गर्छु, म यही इक्वेसन लाउँछु, s इज इक्वल्स टु ut प्लस हाफ at स्क्वायर। इनिसियल भेलोसिटी 0, s भनेको यहाँदेखिको यहाँसम्मको डिस्टेन्स भनेको के हो, h माइनस l, h माइनस l। सो h माइनस l माइनसमा लेखिदिउँ, इज इक्वल्स टु माइनस हाफ at स्क्वायर। सो मलाई यो टाइम निकाल्नु पर्ने थियो नि त। सो टाइम इज इक्वल्स टु 2h माइनस l बाई a को रुट अन्डर a भनेको के हो, हाम्रो g हो। सो यसरी निकाल्न सकिन्छ। यो जे पनि निकाल्न सकिन्छ, जेसँग पनि खेल्न सकिन्छ, भनौँ न इक्वेसनसँग खेल्ने कुरै हो। यहाँ बेसिकली जे सोधेको छ त्यो निकाल्न मजाले सकिन्छ। नेक्स्ट कुरा भनेको हामी के गर्छौँ, केस वेन बडी इज थ्रोन भर्टिकली अपवर्ड। कुनै पनि बडीलाई म भर्टिकली अपवर्ड फ्याल्दै अरे, पहिला त झार्दै थिएँ, अहिले भर्टिकली अपवर्ड फ्याल्दै अरे। अब यो केसमा के हुन्छ भन्दाखेरि म एउटा बडी लिन्छु, यहाँ बडी लिन्छु, यो बडीलाई म अपवर्ड सर्टेन भेलोसिटीले म फ्यालिदिन्छु, अपवर्ड u भन्ने भेलोसिटीले म फ्यालिदिन्छु, u भन्ने भेलोसिटीले फ्यालिदिन्छु। के हुन्छ, यो माथि 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 जान्छ, टप पोइन्टमा जान्छ, त्यसपछि आउँछ तल। यसको मोसन कस्तो हुन्छ, माथि 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 टप पोइन्टमा जान्छ अनि तल आउँछ। अब यो मैले एउटै ठाउँमा देखाएको, यसरी फेरि नझुकिनु नि, यसरी गर यता साइडतिर आएको होइन, यसरी गर यही लाइनमा आएको, यही लाइनमा माथि गएछ, माथि माथि फ्याल्दैन, सिधा फ्याल्दैन, के हुन्छ माथि जान्छ अनि यही लाइनमा आउँछ। तर मैले यो तल्लो लाइनलाई साइडतिर देखाइदिएको छु, नझुकिनु है, यो भनेको एउटै लाइनतिर आएको हो। सो यस्तो टाइपको मोसन हुन्छ। अब हामीलाई यहाँ के निकाल भन्न सक्ला र, पहिलो कुरा भनेको टाइम निकाल भन्न नसक्ला, टाइम निकाल, टाइम अफ फ्लाइट निकाल भन्न सक्ला। अर्को कुरा के निकाल भन्न सक्ला भन्दाखेरि हाम्रो एच म्याक्स निकाल भन्न सक्ला, हाइट। जस्तो यो बल भनेको माथि जान्छ, माथि जान्छ, एउटा टप पोइन्टमा जान्छ नि त, त्यो टप पोइन्टमा कति हाइटसम्म जान्छ भनेर सोध्ला। अर्को भनेको हामीलाई यो केसमा के सोध्न सक्ला, हामी क्वेसन बनाउने हेरौँ त, टाइम सोध्ला, एच म्याक्स सोध्ला, र यति नै हो मेन कुरा त, अरू के चाहिँ सोध्ला र। ओके, टाइम र एच म्याक्स सोध्छ मेन त। अब यो दुईटा कुरा हामीले निकाल्नु पर्यो। सो यो दुईटा कुरा हामीले निकाल्नु पर्यो। अब यो निकाल्न के गर्ने, त्यही इक्वेसन लगाइदिउँ। अब इक्वेसन लाउँदाखेरि के भयो, कुनै पनि अब्जेक्ट माथि गयो तल आयो, माथि गयो तल आयो। हामीसँग के छ, पहिलो भनेको कुन युज गर्न सकिएला, s इज इक्वल्स टु ut प्लस हाफ at स्क्वायर युज गऱ्यौँ भने त्यहाँ केही प्रब्लम छ ल। म तिमीलाई सबै कसरी थर्ड प्रोसेस छ त पनि म सिकाउँछु। पहिलो इक्वेसन हाम्रो के छ, v इज इक्वल्स टु u प्लस at भन्ने छ। अब यो इक्वेसन हेर्दाखेरि हामीसँग फाइनल भेलोसिटी थाहा छैन, हामीलाई टाइम निकाल्नु पर्ने छ। ओके, यो इक्वेसनबाट हामी सल्भ गर्न सक्छौँ, यो इक्वेसनबाट हामीले टाइम अफ फ्लाइट निकाल्न सक्छौँ। कसरी हेर ल, ध्यान दिएर हेर के गरिन्छ भने, जस्तो यहाँ त इनिसियल भेलोसिटी के छ हाम्रो, u भन्ने छ। अब यो पोइन्ट, यो बल जब टप पोइन्टमा जान्छ नि, टप पोइन्टमा गइसकेपछि के हुन्छ, यसको जुन भेलोसिटी हुन्छ त्यो के हुन्छ, 0 हुन्छ।
कुनै पनि बल मैले फाल्दिएँ भने आफ्नो टप पोइन्टमा पुगिसकेपछि त्यसको भेलोसिटी 0 हुन्छ, त्यही भएर त त्योभन्दा माथि जाँदैन नि, 0 नभएको भए त त्योभन्दा माथि जान्थ्यो। ओके, भनेपछि यो टप पोइन्टमा यसको भेलोसिटी 0 छ। अब यो कुरा यहाँ हालिदिँदा के होला, यसो हामी हेरौँ त, भी भन्ने भेलोसिटीलाई 0 हालिदिउँ। ओके, अब यु भन्नेको ठाउँमा यु नै छ, अब -80 मा -gt। ओके, अब यहाँबाट मैले के निकालेँ, यो t भनेको u/g भन्ने निस्क्यो नि। ओके, u/g भनेको यहाँदेखि यहाँ जाने कति टाइम लाग्दो रहेछ, u/g टाइम लाग्दो रहेछ। अब यहाँदेखि माथि जानु जति टाइम लाग्छ तल आउन पनि त्यति नै टाइम लाग्छ भन्ने कुरा थाहा छ हामीलाई। सो टोटल टाइम चाहिँ कति हुन्छ, 2u/g हुन्छ। सो यहाँबाट हामीले निकाल्न सक्यौँ, 2u/g निकाल्न सक्यौँ। अब यही निकाल्ने अरू पनि तरिका होला, यो निकाल्ने अरू पनि तरिका होला। सो दोस्रो इक्वेसन हामी हेरौँ त एकचोटि, दोस्रो इक्वेसनबाट हुन्छ कि हुँदैन, v² = u² + 2as। दोस्रो इक्वेसनबाट केही हुन्छ कि हुँदैन हेरौँ। दोस्रो इक्वेसनबाट हामी केही पनि गर्न सक्दैनौँ, किनभने हाम्रो जुन, तर फेरि दोस्रो इक्वेसन पनि हामी यो पोइन्टदेखि यो पोइन्टको लागि ट्राई गर्न त सकिन्छ नि, किनकि भेलोसिटी 0 आउँछ। ओके, फेरि एकचोटि ट्राई गरौँ यो पोइन्टदेखि यो पोइन्टको लागि दोस्रो इक्वेसन। फाइनल भेलोसिटी 0 छ, = इनिसियल भेलोसिटी हाम्रो के छ, u को स्क्वायर छ, u को स्क्वायर भयो। ओके, प्लसको ठाउँमा +a छ, सो -2gs भयो। ओके, सो यहाँबाट हाम्रो के निस्क्यो, a को ठाउँमा -g भयो, s को ठाउँमा s भयो। ओके, अब यहाँबाट हाम्रो के निस्किने भयो भन्दाखेरि 2gs भनेको के हो, यहाँदेखि यहाँसम्म जाने, यहाँदेखि यहाँसम्मको हाम्रो डिस्टेन्स हो नि त, डिस्प्लेसमेन्ट हो नि त, त्यो भनेको हाम्रो h max हो। सो यसको ठाउँमा हामी के लेख्न मिल्छ, h लेख्न मिल्छ, = u²। सो हाम्रो h भनेको के भयो, u²/2g भयो। यहाँबाट अर्को इक्वेसन आयो, हेर ल, अर्को इक्वेसन आयो। अब हामी थर्ड वाला केस पनि हेरौँ न, s = ut+, यहाँबाट तिमीले मेन भनेको इक्वेसन लाउन सिक्ने हो क्या। प्रोजेक्टाइल मोसनमा यदि इक्वेसन लाउन सिक्यो भने जस्तो टाइप अफ क्वेसन पनि हामी गर्न सक्छौँ। यहाँबाट अर्को हामी इक्वेसन लाउन सिक्यौँ, तेस्रो इक्वेसन s = ut + ½ at²। अब यो लाउँदाखेरि हामी दुईटा केसको लागि लाउन सक्छौँ। पहिलो त यहाँदेखि यहाँसम्मको लागि, दोस्रो भनेको यहाँदेखि फाइनल पोजिसनसम्मको लागि, भनेको कुनै पनि एउटा बडी यो पोइन्टदेखि म्याक्सिमम हाइटसम्मको त्यहाँ बिचको लाउन सक्छौँ। अर्को भनेको यहाँदेखिको फेरि झरिसकेपछि यहाँसम्मको इक्वेसन लाउन सक्छौँ। ल, पहिलो केसमा यहाँदेखि यहाँसम्मको बिचको इक्वेसन लाऊँ। यहाँदेखि यहाँसम्मको इक्वेसन लाउने हो भने s को भ्यालु के हो, h = इनिसियल भेलोसिटी के छ हाम्रो, u छ, ut + ½ -g t²। अब यहाँबाट केही निस्क्यो जस्तो लाग्यो, निस्केन जस्तो लाग्यो, किनभने अब हामीलाई h को भ्यालु पनि थाहा छैन, टाइमको भ्यालु पनि थाहा छैन। सो यो इक्वेसनबाट चाहिँ केही हुन्छ जस्तो लागेन, यो इक्वेसनबाट केही भयो जस्तो लागेन। अब अर्को ल, अर्को केस, यहाँदेखि यहाँसम्मको त हेऱ्यौँ। अब यहाँदेखि यहाँसम्मको भनेपछि बडी माथि गएर तल झरिसकेपछिको केसहरू, त्यो केसमा हाम्रो डिस्प्लेसमेन्ट कति छ, डिस्प्लेसमेन्ट 0 हुन्छ। 0 किन, यो पोजिसनदेखि सुरु गरेको माथि गयो, झरो यही पोजिसनमा पुग्यो। सो एउटा पोइन्टदेखि स्टार्ट गरेर त्यही पोइन्टमा झरिसकेपछि त्यसको डिस्प्लेसमेन्ट कति हुन्छ, 0 हुन्छ। = इनिसियल ut + ½ a, t भनेको टाइम पिरियड भनेको टोटल टाइम माथि पुग्नदेखि तल आउन्जेलसम्म, at² टाइम पिरियड भयो नि। अब यहाँबाट हामी के पाउँछौँ भन्दाखेरि यो माइनस छ, -g भनिदिउँ, अब t को स्क्वायर भनेको के भयो हाम्रो, t² भनेको 2u, यहाँबाट सल्भ गरौँ ल, 1/2g t² ut छ। सो यो t² काट्यो, सो t भनेको 2u/g, यो के निस्क्यो हाम्रो, टोटल टाइम पिरियड निस्क्यो। टोटल टाइम पिरियड निस्क्यो। के को टाइम पिरियड भन्दाखेरि यो भनेको कुनै पनि बडी माथि गएर तल आउने टोटल टाइम निस्क्यो। अब यहाँ हेर ल, यो इक्वेसनबाट पनि टाइम पिरियड निस्किएको थियो, यो इक्वेसनबाट पनि हाम्रो टाइम पिरियड निस्क्यो। सो त्यही हो क्या बेसिकली, यहाँ इक्वेसनसँग हामीलाई खेल्न आउनुपर्छ। र यो इक्वेसनबाट हाम्रो के हो, म्याक्सिमम हाइट निस्क्यो। एगेन यो तिमीले फर्मुला रट्न पनि सक्छौ या यो प्रोसेस बुझेर त्यो अनुसारले गर्न पनि सक्छौ, जस्तो क्वेसन आए पनि त्योसँग डिल गर्न सक्छौ। अब
भ्याल्यु के दिएको छ त्यो हेरेरै सल्भ गर्ने हो। मेन भनेको चाहिने भनेको के भने मैले त्यो तिनवटा इक्वेसन मजाले बुझेको छौ र युज गर्न सक्यो भने सबै थोक भयो। अर्को कुरा हेरौँ, हाम्रो अर्को क्वेसन यहाँ के छ हाम्रो टाइम भेलोसिटी सेम वाला कन्सेप्ट। अब यो कन्सेप्ट भनेको के छ भने हाम्रो अलिकति कन्सेप्ट यो बुझ्नलाई मात्र युज गर ल, यहाँबाट चाहिँ अलिकति बुझ्न। कुनै पनि अब्जेक्ट छ अरे, यो अब्जेक्टलाई मैले यहाँ फाल्दै अरे यो झरो अरे, एउटै ठाउँमा झरो है। फेरि एउटा याद राख नि, फेरि यो झरेको छ डिफ्रेन्ट ठाउँमा, माथि गर त्यही एउटै ठाउँमा आयो, त्यही एउटै लाइनमा छ यो। ओके, अब यसमा के छ भन्दाखेरि यो सर्टेन पोइन्टमा यो के टाइममा t = 0 मा यहाँ छ, t = 0। सो लेट्स से t = 1 मा यो यहाँ पुग्छ, त्यस्तै यो t = 2 मा यहाँ पुग्छ, त्यस्तै यो टप पोइन्टमा t = 3 सेकेन्डमा यहाँ पुग्छ, t = 4 मा यहाँ पुग्छ, यहाँ t = 5 मा पुग्छ, यहाँ भनेको हाम्रो t = 6 मा पुग्छ। अब यो केसमा हेर्ने हो भने नि के हुन्छ भने अब भेलोसिटी यहाँनिर यसको जति भेलोसिटी छ त्यति नै भेलोसिटी यहाँनिर यसको हुन्छ क्या, यहाँनिर यसको त्यति नै भेलोसिटी हुन्छ। यहाँनिर यसको जति भेलोसिटी छ त्यहाँनिर यहाँनिर यसको त्यति नै भेलोसिटी हुन्छ अपोजिट डिरेक्सनमा। यहाँ यसको जति भेलोसिटी छ यहाँ त्यसको त्यति नै भेलोसिटी हुन्छ। एउटा कुरा यो भयो। अर्को कुरा भनेको भेलोसिटीको कारणले यदि यो 1 सेकेन्डमा यहाँदेखि यहाँ पुग्छ भने यो पनि 1 सेकेन्डमा यहाँदेखि यहाँ पुग्छ क्या, यो इक्वल लाइनमा हुन्छ, यो लाइनमा हुन्छ। सो नेक्स्ट सेकेन्ड यो बडी यहाँदेखि यहाँ पुग्छ भने यता पनि यो बडी 4 देखि 5 को बिचमा यति पुग्छ। सो त्यो कुरा अर्को कुरा भयो। यो कुरा चाहिँ अलिकति बुझ्नुपर्छ ल, यो बुझ्यो भने चाहिँ अलिकति धेरै नै हेल्प हुन्छ तिमीलाई, यो कन्सेप्चुअल कुरा हो। अनि अर्को कुरा भनेको लेट अस से कुनै पनि बडी, सुन ल इम्पोर्टेन्ट कुरा, कुनै पनि बडी भनेको t1 भन्ने टाइममा र t2 भन्ने टाइममा एउटै पोइन्टमा छ भने, t1 भन्ने टाइममा र t2 भन्ने पोइन्टमा एउटै टाइम छ अरे। म कुनै पनि बडी फाल्दै अरे, यहाँ रहेछ त यो बडी मैले सिधा फालेर तल झरो नि। अब यो बडी एउटा पोइन्टमा कतिचोटि जान सक्छ भन्दाखेरि 2 चोटि जान सक्छ। त्यो भनेको यो बडीलाई मैले माथि फाल्दै अरे, सपोज यो पोइन्टमा ल, यो पोइन्टमा हेरौँ, यहाँदेखि सुरु गरेँ अरे, यो बडीलाई सुरु पुगे माथि फाल्दाखेरि यो पोइन्टमा एकचोटि पुग्यो, माथि गयो, तल आउँदाखेरि 2 चोटि आयो, अर्कोचोटि पनि यो पोइन्ट यहाँनिर आयो। ओके, 2 चोटि आउँछ नि त, कुनै पनि एउटा पोइन्टमा कुनै पनि बडी फाल्यो भने, सिधा फाल्यो भने 2 चोटि आउँछ। अब लेट्स से यो बडी माथि गएर t1 भन्ने पोइन्टमा यहाँनिर आयो, फेरि तल आउँदाखेरि t2 भन्ने टाइममा यहाँ तल आयो र तल झरो भने यो जुन म्याक्सिमम हाइट छ नि, या म्याक्सिमम हाइटमा पुग्ने जुन टाइम छ नि, एउटा सर्टेन टाइममा म्याक्सिमम हाइटमा पुग्यो होला, t भन्ने टाइममा म्याक्सिमम हाइटमा पुग्यो होला। सो यो t भनेको चाहिँ के हुन्छ भने हाम्रो t1 + t2 / 2 हुन्छ क्या, दुईटा टाइमको एभरेज हुन्छ। यो यहाँबाट पनि हेर्न सकिन्छ, यहाँबाट पनि के देख्यौँ, t = 4 मा यहाँ छ, t = 2 मा यहाँ छ। सो भनेपछि 4 + 2 6 / 2 3। सो म्याक्सिमम हाइटमा पुग्ने टाइम भनेको 3 सेकेन्ड। यहाँ पनि हेर्न पाइन्छ, यो एउटा पोइन्टमा 2 चोटि आयो नि त, एउटा भनेको t = 1 सेकेन्डमा आयो, अर्को भनेको t = 5 सेकेन्डमा आयो। 5 + 1 6 / 2 3। सो यो एउटा इम्पोर्टेन्ट कन्सेप्ट या पोइन्ट छ, यो भनेको साइडमा कपीमा नोट गर्न सक्छौ। ओके, यो तीनटा कन्सेप्ट बुझ्यो भने तिमीलाई जस्तो पनि क्वेसन गर्न सक्छौ यसको रिगार्डिङ ल। अब हाम्रो क्वेसन छ, एकचोटि क्वेसन हेर। 2 body of mass 2m and m are released from the height 2h and h। दुईटा बडी छ, एउटा 2m भन्ने मासको, एउटा भनेको m भन्ने मासको, त्यो रिलिज भएको छ 2h र h भन्ने हाइटबाट रेस्पेक्टिभली भनेको सिधा रिलिज भएको छ यसरी। अब द रेसियो अफ टाइम टेकन बाई देम टु रिच द ग्राउन्ड इज, ग्राउन्डमा पुग्नको लागि कति टाइम लाग्यो त्यसको रेसियो निकाल भनेको छ। अब हामीलाई त डाइरेक्टली यादै छ होला, टाइम भनेको के हो हाम्रो √2h/g भयो। हामीलाई के दिएको छ, m1 दिएको छ, m2 दिएको छ, h1 दिएको छ, h2 दिएको छ। यहाँबाट के देख्यो भने टाइम भनेको डाइरेक्टली प्रोपोर्सनल छ √h सँग, माससँग टाइम
प्रोपोर्सनल छ, माससँग टाइम डिपेन्ड गरिरहेको छैन। सो यो के हो, झुक्याउनलाई दिएको, यतातिर नहेर्दा भयो, यतातिर नहेर्दा भयो। हामीलाई के निकाल्नु पर्ने छ, रेसियो निकाल्नु पर्छ। रेसियो निकाल्नको लागि T1/T2 इज इक्वल्स टु रुट अन्डर H1 बाई रुट अन्डर H2। H1 पहिलो के छ, 2 छ, 2H छ, रुट अन्डर 2H डिभाइडेड बाई रुट अन्डर हाम्रो के छ, H छ भनेको रेसियो के निस्क्यो, रुट अन्डर 2:1 निस्क्यो। यही निस्क्यो नि त। सो हाम्रो यही हो एन्सर, रुट अन्डर 2:1 हो। सो यसरी सिम्पल हुन्छ ल क्वेसनहरू चाहिँ, त्यति गाह्रो हुँदैन। अर्को भनेको अ बल इज ड्रप फ्रम द टप अफ द बिल्डिङ एन्ड इट्स टाइम अफ फल इज टी। इन द लास्ट T/4 टाइम अफ इट्स फल इट ट्राभल 1.4 मिटर। फाइन्ड आउट द हाइट अफ द बिल्डिङ। कुनै पनि बल फ्यालिरहेको छु म अरे, र त्यसको टाइम अफ फल भनेको तल झर्ने टाइम भनेको टी अरे। इन द लास्ट T/4 टाइम अफ इट्स फल भनेको के हो, लास्ट T/4 टाइम। कुनै पनि यहाँ अब्जेक्ट छ अरे, कुनै पनि यहाँ अब्जेक्ट छ अरे। अब यो अब्जेक्ट झर्नको लागि टी भन्ने टाइम लाग्छ अरे। ओके, सो इन लास्ट T/4 टाइम अफ इट्स फल भनेको 3T/4 देखि टी टाइमसम्मको झर्दाखेरि, यो टाइममा झर्दाखेरि त्यसले कति ट्राभल गर्छ, 1.4 मिटर ट्राभल गर्छ। यही कुरा हो बुझ्नुपर्ने। इन द लास्ट T/4 टाइम अफ इट्स फल भनेको के हो, इन द लास्ट T/4 टाइम अफ इट्स फल, लास्टको T/4 टाइम भनेको के हो, 3T/4 भयो नि त। टोटल टाइम भनेपछि टी भनिसकेपछि 3T/4 देखि टी भन्ने टाइमसम्म हो। यसको डिफ्रेन्स कति छ, हाम्रो T/4 छ नि त। सो लास्ट T/4 टाइम भनेको यही हो, यसको डिफ्रेन्स भनेको T/4 छ। सो बल कतिखेर झरेको रहेछ, 3T/4 टाइमदेखि यहाँ के छ, 3T/4 छ देखि यहाँ टी भन्ने टाइम, यो भनेको के हो, लास्ट T/4 टाइम। सो यति टाइमको बिचमा चाहिँ त्यसले कति ट्राभल गरेर 1.4 मिटर ट्राभल गर अरे, 1.4 मिटर। सो के सोधेको छ भने फाइन्ड आउट द हाइट अफ द बिल्डिङ। बिल्डिङको हाइट सोधेको छ, निकाल्न सकिन्छ, मजाले सकिन्छ। अब यसको लागि के गर्ने भन्दाखेरि सुरुमा माथिदेखि तल झर्दाखेरि टी भन्ने टाइममा झर्दाखेरि कति डिस्प्लेसमेन्ट कभर गर्छ, के घटाउने, यहाँदेखि यहाँ ट्राभल गर्दा कति डिस्प्लेसमेन्ट घटाउँछ, सो त्यही गर्ने। सो S1 भनेको माथिदेखि पुरै तल आउँछसम्म कति डिस्प्लेसमेन्ट कभर गर्छ। S1 इज इक्वल्स टु युटी, यु भनेको 0 छ, सो 0t युटी प्लस हाफ एटी स्क्वायर, प्लस हाफको ठाउँमा के हुन्छ हाम्रो माइनस S1 भयो, तल झरिरहेको छ नि त। सो प्लस भनेको माइनस GT स्क्वायर, टी भनेको यहाँ छ टी को स्क्वायर भयो। अब अर्को भनेको यहाँदेखि यहाँको बिचमा हामी S2 भनिदिउँ। सो माइनस S2 इज इक्वल्स टु माइनस GT स्क्वायर। GT को ठाउँमा के छ, 3T/4 छ। अब यिनीहरूलाई के गरिदिउँ हामी, यो त काटिएको हाम्रो, यिनीहरूलाई हामी सबट्र्याक्ट गरिदिउँ। किन गरिरहेको छु भन्दाखेरि यो त बुझिहालिन्छ नि। सबट्र्याक्ट गर्दै मैले यसबाट GT स्क्वायर कमन तान्थेँ, GT स्क्वायर। अब यहाँबाट GT स्क्वायर कमन तानिसकेपछि के भयो, 1 माइनस 3/9/4 हो त 16। यो सल्भ गर्न सक्छौँ ल मजाले। अब यो S1 माइनस S2 के दिएछ, यहाँ S1 माइनस S2 भनेको के छ, 1.4 इज इक्वल्स टु फाइन्ड आउट द हाइट अफ द बिल्डिङ भनेको छ नि। हाइट भनेको S1 हो नि त। S1 हाइट भनेको S1 हो। S1 भनेको GT स्क्वायर हो। सो यो GT स्क्वायरलाई मैले S1 भन्दा मिलो नि। सो S1 लेख्दै 16, सो 7/16 भयो। सो हाम्रो यो S1 भनेको कति निस्क्यो, 1.4 इन्टु 16/7 भयो, मल्टिप्लाई 10 डिभाइडेड बाई 10। सो हाम्रो एन्सर कति निस्किन्छ, 3.2 मिटर। सल्भ गरेको ल यो 1.4 डिभाइडेड बाई 7 मल्टिप्लाई 16 सल्भ गर्न सक्छौँ। हाम्रो एन्सर कति निस्किन्छ, 3.2 मिटर निस्किन्छ। र यही हो हाम्रो के हो, S1 भनेको यति टोटल हाइट। सो हाम्रो हाइट निस्क्यो नि त, यसरी गर्न सकिन्छ। नेक्स्ट क्वेसन, बडी यो होमवर्क गर।
A body sliding on the smooth inclined plane requires 4 seconds to reach the bottom starting. अब यहाँ कुरा के छ भने नि अलिकति ट्रिकी होला. यहाँ स्मूथ इन्क्लाइन प्लेन छ क्या. जस्तो यहाँ कुनै पनि बडी छ अरे, यहाँ कुनै पनि बडी छ अरे, यो बडी झरिरहेको छ अरे. सो यो टोटल डिस्टेन्स ट्राभल गर्नको लागि यो बडीलाई कति सेकेन्ड लाग्छ? 4 सेकेन्ड लाग्छ. यहाँदेखि यो बडी यहाँ आउनको लागि यसलाई कति लाग्छ? 4 सेकेन्ड लाग्छ. 4 सेकेन्ड लाग्छ र यसको 1/4 भाग कभर गर्न चाहिँ कति टाइम लाग्छ भनेर सोधेको छ. 1/4 भाग भनेको के हो? यसलाई 4 टुक्रामा डिभाइड 1 2 3 4 4 टुक्रामा डिभाइड गर्ने हो भने 1/4 भाग भनेको यति डिस्प्लेसमेन्ट कभर गर्न चाहिँ कति टाइम लाग्छ भनेर सोधेको छ. तो अब आफ्नै क्रिएटिभिटी लगाएर गर्न सक्छु. यहाँ मेन कुरा भनेको जान्नुपर्ने कुरा भनेको एक्सेलरेसन. एक्सेलरेसन कति हुन्छ? नर्मल केसमा जी हुन्थ्यो भने यसमा के हुन्छ भने तिमीहरूले अलिकति पढेको छौ होला पहिला. यहाँनिर यसमा एक्सेलरेसन के हुन्छ? के हुन्छ यसमा एक्सेलरेसन? यतापट्टि तलपट्टि जी भनिसकेपछि जी को कम्पोनेन्ट निस्किन्छ. जी को कम्पोनेन्ट निस्किन्छ. यहाँ हाम्रो ठिटा दिएको छैन, एङ्गल दिएको छैन. ओके, यो म यहीँ गरिदिन्छु ल. तिमीलाई अलिकति एङ्गल दिएको रहेछ, त्यही पनि तँ गर्न सक्छौ तिमीहरू. यहाँ जस्तो ठिटा दिएको छ भने यो एङ्गल बिना पनि अलिकति इक्वेसनलाई इक्वेट गरेर गर्न सकिन्छ. यो जी हो भने यो हाम्रो के हुन्छ? जी को यो जी भने हाम्रो के हुन्छ? यतापट्टि जी को साइन ठिटा भयो. त्यसै गरेर यो हाम्रो के भयो? जी को कस ठिटा भयो. सो हाम्रो यहाँ एक्सेलरेसनको ठाउँमा के हुन्छ? यतापट्टिको एक्सेलरेसन कति हुन्छ? जी को साइन ठिटा छ नि. सो एक्सेलरेसनको ठाउँमा जी को साइन ठिटा हुन्छ. अनि तिमीहरू सल्भ गर्न सक्छौ इक्वेसनहरू इक्वेट गरेर. जस्तो म गरेरै देखाइदिन्छु तिमीहरूलाई. अब के भनेको छ? पहिलो 4 सेकेन्डमा यो बडी, यहाँको बडी कति ट्राभल गरो? पहिलो 4 सेकेन्डमा एस भन्ने टोटल यहाँदेखिको यहाँसम्मको डिस्टेन्स हामी लेट अस से एस भनौँ. सो एस इज इक्वल्स टु यु भनेको चाहिँ इनिसियल भ्यालु 0 छ. यु टी प्लस हाफ एटी स्क्वायर, हाफ एटीको एकको ठाउँमा जी टी स्क्वायर भनौँ. या यसलाई अझै बेटर एक्सेलरेसनको ठाउँमा ए नै लेखिदिउँ. ए टी स्क्वायर छ, ए नै लेखिदिउँ. यो माइनस माइनस या जे पनि लेख्दा मिल्छ है. साइन चाहिँ साइन भनेको आफैले लिने कुरा हो. माइनस र प्लसमा किन लिनु भन्छु भन्दाखेरि त्यो जेनरली सजिलो हुन्छ. अब यो डिरेक्सनमा त के लिने? यो डिरेक्सनमा त के लिने? तल हुँदा माइनस भने मैले, माथि हुँदा प्लस भने. यो हुँदा के लिने? जे पनि लिँदा भयो. तर यदि यता प्लस लियो भने तिमीले यतापट्टि कुनै छ भने त्यसलाई नेगेटिभ लिनुपर्छ क्या. सो यतापट्टि प्लस लियो भने सबैलाई यतापट्टि प्लस नै लिनुपर्छ. सो मैले एसलाई यतापट्टि प्लस लिएँ भने, यो डिरेक्सनको एलोङ मैले प्लस लिएँ भने एक्सेलरेसन पनि यो डिरेक्सनको एलोङ छ, यसलाई पनि म प्लसै लिन्छु. सो यो भयो हाम्रो इक्वेसन. टोटल भनेको एस भनेको हाफ एटी स्क्वायर भयो. सो यहाँबाट हामी एस के पाउँछौँ? एसको भ्याल्यु 1/2 ए. टाइम भनेको चाहिँ 4 सेकेन्ड लागेको छ. 4 को स्क्वायर भनेको 16 भयो. इट्स इक्वल्स टु 8a भन्ने हामीले पायौँ यहाँबाट. ओके, अब हामीलाई के सोधेको छ भने यदि यो 1/4 डिस्टेन्स कभर गर्ने हो भने कति टाइम लाग्छ भनेर सोधेको छ. टोटल डिस्टेन्स भनेको 8a रहेछ. 8a को 1/4 भनेको कति भयो? 8a/4 कति भयो? 2a भयो. 8a को 1/4 भनेको कति भयो? 2a भयो. सो 2a कभर गर्न कति टाइम लाग्छ भनेर सोधेको छ. त्यो गरिदिउँ. एस इज इक्वल्स टु फेरि हाफ एटी स्क्वायर. एसको ठाउँमा के छ? 2a कभर गर्न कति टाइम लाग्छ भनेर 1/2 ए टी स्क्वायर. सो यसरी चाहिँ ए क्यान्सल भयो. सो ए को ठाउँमा जी साइन ठिटा लेखेर क्यान्सल गर्न सकिन्छ. ठिटा त दिएको छैन नि त. सो यहाँबाट यसरी हामी क्यान्सल गर्न सकिन्छ. अब टाइम निकाल्ने हो भने के निस्किन्छ? टी को स्क्वायर इज इक्वल्स टु 4. सो टाइम भनेको कति निस्क्यो? हाम्रो 2 निस्क्यो. एन्सर कति छ? 2 छ. यसरी सल्भ गर्ने. रिलेटिभ भेलोसिटी. अब यो रिलेटिभ भेलोसिटी भन्दा अगाडि इक्वेसन अफ मोसनमा अर्को एउटा तेस्रो इक्वेसन पनि थप ल. अर्को तेस्रो इक्वेसन पनि थप जुन भनेको एसएन. अब यो इक्वेसन चाहिँ कोही कोही बेला के सोधिन्छ भने फाइन्ड द टाइम टेकन इन 5th सेकेन्ड. 5th सेकेन्ड भनेर सोधिन्छ. फाइन्ड द टाइम टेकन इन 5th सेकेन्ड. तो 5th सेकेन्ड भनेको चाहिँ के हो भने 4 देखि 5 सेकेन्डको बिचमा हो. फर इक्जाम्पल क्वेसन के हुन्छ भने तिमीहरूको
कुनै पनि बडी मुभ गरिरहेको छ अरे विथ सर्टेन एक्सेलरेसन, इनिसियल भेलोसिटी 0 भन्ने, u इज इक्वल्स टु 0 छ अरे, एउटा सर्टेन भेलोसिटीदेखि सर्टेन एक्सेलरेसनसँग मुभ गरिरहेको छ अरे ए भन्ने एक्सेलरेसनसँग 5 सेकेन्डको लागि मुभ गरेर टी इज इक्वल्स टु 5 सेकेन्डको लागि। सो क्वेसन सोध्छ के तिमीहरूको फाइन्ड डिस्टेन्स कभर इन 5 सेकेन्ड, 5 सेकेन्डमा डिस्टेन्स कभर निकाल भनेको हुन्छ। अब के हुन्छ भने नि यहाँ u इक्वल्स टु 0 छ भने यसलाई t इक्वल्स टु 1 सेकेन्ड भनिदिउँ, यसलाई t इक्वल्स टु 2 सेकेन्ड भनिदिउँ, यसलाई 3 भयो, यसलाई 4 भयो, यसलाई 5 भयो, यसलाई म लेट्स से t इक्वल्स टु 6 भनिदिउँ, भयो नि त। अब क्वेसनले सोध्छ फाइन्ड डिस्टेन्स कभर इन 5 सेकेन्ड भनेर। 5 सेकेन्ड भनेको चाहिँ 4 देखि 5 को बिचमा कति डिस्टेन्स कभर गरेर त्यो निकाल भनेको हो क्या। जस्तो 3rd सेकेन्ड डिस्टेन्स कभर इन 3rd सेकेन्ड निकाल भन्यो भने 2 देखि 3 को बिचमा कति डिस्टेन्स कभर गरो भनेर निकाल भनेको। नर्मली हामीलाई डिस्टेन्स कभर इन 5 सेकेन्ड भन्यो भने 0 देखि 5 सेकेन्डको बिचमा कति डिस्टेन्स कभर गरो त्यो निकाल भनेको हो नि त। त्यस्तै 5 सेकेन्ड भन्यो भने 4 देखि 5। अब त्यो निकाल्नको लागि के गर्ने भन्दाखेरि हामी डाइरेक्टली त्यही फर्मुला लाउने। त्यो फर्मुला कसरी डिराइभ भयो भन्दाखेरि सुरुमा हामीले के गर्यौँ s भनेर यहाँदेखि यहाँसम्मको s5 निकाल्यौँ, s5 भनेको सुरुमा 0 सेकेन्डदेखि 5 सेकेन्डको बिचको डिस्प्लेसमेन्ट निकाल्यौँ। त्यो कसरी निकाल्यौँ ut प्लस हाफ at स्क्वायर गरेर। त्यसपछि हामीले s4 निकाल्यौँ कसरी ut प्लस हाफ at स्क्वायर टी स्क्वायर गऱ्यौँ। सुरुमा यति डिस्टेन्स निकाल्यौँ, त्यसपछि यति निकाल्यौँ, त्यसपछि यो s5 माइनस s4 गऱ्यौँ र यसबाट जुन रिजल्ट निस्क्यो त्यो रिजल्ट भनेको के हो डाइरेक्टली म लेखिदिन्छु u प्लस हाफ a 2n-1 यो रिजल्ट निस्क्यो र यही भनेको के हो sn हो। सो यो एउटा इक्वेसन पनि याद राखिहाल है, यो काम लाग्छ। अब हामी कुरा गर्छौँ रिलेटिभ भेलोसिटीको। अब के हुन्छ भने कुनै पनि अब्जेक्टको एउटा सर्टेन भेलोसिटी हुन्छ, यसलाई म के भन्छु v अफ a भनिदिन्छु, भेलोसिटी अफ a। ओके, अब अर्को एउटा अब्जेक्ट छ अरे जसको भेलोसिटी यो डिरेक्सनमा छ अरे, भेलोसिटी अफ b। अब यसलाई सल्भ गर्ने सबैभन्दा बेसिक सबैभन्दा इजिएस्ट तरिका भन्छु ल, म एउटा मात्र तरिका भन्छु, अरू पनि वेज त छ तर सबैभन्दा सजिलो तरिका भन्छु म। अब रिलेटिभ भेलोसिटी भनेको के हो भेलोसिटी अफ a विथ रेस्पेक्ट टु b, यसरी लेख्न मिल्यो नि। ओके, अब यसलाई म्याथमेटिकली म कस्तो लेख्छु भेलोसिटी अफ a माइनस भेलोसिटी अफ b। यो भनेको के हो यसलाई म यस्तो पनि लेख्न मिल्यो भेलोसिटी अफ a प्लस माइनस भेलोसिटी अफ b लेख्न मिल्यो। ओके, यसरी लेख्न मिल्यो। सो भेलोसिटी अफ a विथ रेस्पेक्ट टु b भनेको भेलोसिटी a मा भेलोसिटी अफ b उल्टो गरेर जोडिदिने। अब यहाँ हेर ल, यो भेलोसिटी अफ a छ, यो भेलोसिटी अफ b छ, मलाई चाहियो भेलोसिटी अफ a विथ रेस्पेक्ट टु b। त्यसको लागि के गर्छु भन्दाखेरि म सुरुमा यो भेलोसिटी अफ b लाई उल्टो पारिदिन्छु, यो उल्टो भयो। अब भेलोसिटी अफ a सँग म ल्याइदिन्छु, अब यहाँ जोडिदिन्छु, यो दुईटा भेलोसिटीलाई जोडिदिन्छु, va प्लस vb गरिदिन्छु। अब त्यसको लागि के गर्ने रुट अन्डर यसको म्याग्निट्युड चाहिएको छ भने a स्क्वायर va स्क्वायर प्लस vb स्क्वायर प्लस 2va vb cos थीटा। कसमा चाहिँ यो एङ्गल हुन्छ है, नझुक्किने। सुरुमा के थियो यस्तो थियो नि, यो एङ्गल हुँदैन, यो थीटा हुँदैन। कुन थीटा हुन्छ यो थीटा हुन्छ। सो यो एङ्गल यो थीटा हुन्छ cos थीटा। र यसरी सबै कुराहरू सबै प्रब्लमहरू सल्भ गर्न सकिन्छ। फर इक्जाम्पल यो एउटा सिम्पल प्रब्लम गरिदिउँ। अ बडी इज मुभिङ नर्थ विथ 3 किलोमिटर पर आवर, 3 किलोमिटर पर सेकेन्ड। अ बडी इज मुभिङ नर्थ विथ 3 किलोमिटर पर सेकेन्ड, माथिपट्टि गइरहेको छ 3 किलोमिटर पर सेकेन्डले। एन्ड बी विथ 4 किलोमिटर पर सेकेन्ड इस्टमा, नर्थ इस्टमा गइरहेको छ। यो कति गइरहेको छ यहाँ 3 किलोमिटर पर सेकेन्ड, यहाँ 4 किलोमिटर पर सेकेन्ड। अब यसमा के चाहियो वाट इज द रिलेटिभ भेलोसिटी अफ बडी ए विथ रेस्पेक्ट टु बी, VAB। यसको लागि के गर्ने सिम्पल VA माइनस VB। यो कुरा मलाई पहिला बुझ्न कति गाह्रो लाग्थ्यो कि क्लास 11 मा हुँदाखेरि, आई स्टिल रिमेम्बर। सो हामीले के निकाल्नु पर्छ भेलोसिटी अफ A विथ रेस्पेक्ट टु B, भेलोसिटी अफ A माइनस भेलोसिटी अफ B। त्यसको लागि के गर्ने यसलाई उल्टो पार्दिने, यो भेलोसिटी अफ A हो, यो भेलोसिटी अफ B हो नि, ओ भेलोसिटी अफ B लाई उल्टो पार्दिने।
यस्तो भयो, यो दुईटाको बिचको एङ्गल के हो 90 डिग्री भयो। अब यो के 4 किलोमिटर पर सेकेन्ड छ। अब यसलाई जोडिदिने, कसरी जोड्ने यो भन्दाखेरि VA प्लस VB गर्दाखेरि यसलाई VB भनिदिउँ, VA प्लस VB गर्दाखेरि के भयो हाम्रो रुट अन्डर यसको स्क्वायर 3 को स्क्वायर प्लस के निस्क्यो 4 को स्क्वायर निस्क्यो, यही निस्क्यो नि त। सो कति भयो मेरो एन्सर 5 निस्क्यो। सो यसको एन्सर के हुन्छ 5 किलोमिटर पर सेकेन्ड हुन्छ। त्यही निस्क्यो नि त एन्सर। कति सिम्पली हाम्रो म्याग्निट्युड निस्क्यो भेलोसिटी अफ A प्लस भेलोसिटी अफ B। अब क्वेसनले सोधेछ डिरेक्सन निकाल, डिरेक्सन निकाल्नको लागि के गर्ने, डिरेक्सन यसको के हुन्छ यतापट्टितिर हुन्छ रिजल्टेन्ट, हामीलाई थाहा छ त्यो कुरा रिजल्टेन्ट। लेट अस से रिजल्टेन्टले होरिजोन्टलसँग बीटा भन्ने एङ्गल बनाएको छ। अब यो एङ्गल निकाल भन्यो भने tan बीटा निकाल्दिनु। tan बीटा इज इक्वल्स टु के हो, tan बीटा भनेको पर्पेन्डिकुलर, यो लेन्थ भनेको यो 3 किलोमिटर बाई बेस पर्पेन्डिकुलर बाई बेस भनेको यो 4 एङ्गल पनि निस्क्यो। बीटा भनेको tan इन्भर्स 3/4। सो यसरी सबै कुरा एकदमै सिम्पल वेमा निकाल्न सकिन्छ क्या रिलेटिभ भेलोसिटीको कन्सेप्टहरू। अब यहाँ हामी रिभर स्विमर प्रब्लम पढ्छौँ, रेनम्यान प्रब्लम पढ्छौँ, यस्तो सजिलो वेबाट तिमीहरू सिक्छौ नि। यदि यसमा कन्फ्युजन लागिरहेको छ भने यसपछिदेखि कन्फ्युज हुँदैनौ तिमीहरू। के भनेको छ भने रिभर स्विमर प्रब्लम, यो भनेको के हो भन्दाखेरि कोही मान्छे पनि एउटा रिभर कट्नु पर्ने छ अरे। लेट्स से यो एउटा रिभर अरे, एउटा रिभर छ अरे। रिभरको दुईटा कुरा हुन्छ, एउटा भनेको अपस्ट्रिम, एउटा भनेको डाउनस्ट्रिम। यो भनेको माथिपट्टि अपस्ट्रिम, डाउनस्ट्रिम। अपस्ट्रिम भनेको यो यस्तो मोसन छ भनेको क्या। अपस्ट्रिम भनेको जहाँदेखि पानी बगिरहेको छ नि त्यो अपस्ट्रिम हो। डाउनस्ट्रिम भनेको जतातिर पानी बगिरहेको छ त्यो डाउनस्ट्रिम भयो। सो अब रिभर स्विमर प्रब्लम भनेको चाहिँ यहाँबाट स्विमर मुभ गर्छ अरे क्या। त्यो स्विमर मुभ गर्छ र त्यसको बारेमा हामी केही कुरा सोधेको हुन्छ, त्यो भन्नु पर्यो। पहिलो कुरा भनेको सर्टेस्ट पाथको प्रब्लम आउँछ। के भनेको हुन्छ भने यसलाई यसो मेटाइदिउँ, के भनेको हुन्छ भने यहाँबाट एउटा स्विमर जान्छ अरे विथ सर्टेन त्यसको भेलोसिटी। अब त्यो स्विमर भनेको सबैभन्दा छोटो पाथबाट जाने हो भने कुन एङ्गलमा जानुपर्छ भनेर सोधिएको हुन्छ, त्यो कुरा सोधेको हुन्छ। अब हेरौँ ल, सबैभन्दा छोटो पाथ यो स्विमरले सबैभन्दा छोटो पाथबाट जानु छ भनी के हुन्छ भन्दाखेरि नर्मली यो स्विमर सिधा पाथबाट गयो भने के हुन्छ, सिधाबाट गयो भने यो पानीले बगाउँछ यसरी जान्छ होइन, यसरी जान्छ। किनकि स्विमर त सिधा जान खोजिरहेको छ तर पानीले तल ठेलिरहेको छ नि त, यसरी जान्छ। त्यो लामो पाथ भयो र सबैभन्दा छोटो पाथ जानु छ भने के गर्नुपर्छ भन्दाखेरि यो स्विमरले यो सर्टेन एङ्गलमा जानुपर्छ, सो द्याट कि यो पानीले बगाएर यस्तो ठेलेर यहाँनिर पुर्याउँछ। सो वाट इज द सर्टेस्ट पाथ, सर्टेस्ट पाथको लागि के गर्नुपर्छ, यो स्विमरले यो कुनै एङ्गलमा जानुपर्छ भेलोसिटी अफ स्विमर, यो डिरेक्सन, यो एउटा सर्टेन एङ्गलमा हुनुपर्छ भेलोसिटी अफ स्विमर। ओके, त्यही कुरा हो क्या, यहाँ त्यही कुरा सोधेको छ स्विमरको। अब यो कति एङ्गल हुन्छ भनेर सोधिएको छ क्वेसनमा, त्यही सोधिन्छ कि सर्टेस्ट पाथको लागि यो कति एङ्गल हुन्छ भनेर सोधिएको छ। ओके, अझै मजाले बनाऊ भेलोसिटी अफ स्विमर। अब यहाँ केही कुरा दिएको हुन्छ जस्तो भेलोसिटी अफ रिभर दिएको हुन्छ, भेलोसिटी अफ स्विमर दिएको हुन्छ, यो कुराहरू दिएको हुन्छ। अब यो क्वेसन सल्भ गर्न के गर्ने भन्दाखेरि यो जुन भेलोसिटी अफ स्विमर छ नि यसको दुईटा कम्पोनेन्ट गरिदिने। यता भयो यो थीटा छ भने यो के भयो VS cos थीटा sin थीटा भयो। यो यतापट्टि के छ VS cos थीटा छ। ओके, अब अर्को कुरा के छ, यो भनेको V अफ R हो, भेलोसिटी अफ रिभर हो। यता तलपट्टि के छ हाम्रो भेलोसिटी अफ रिभर छ, भेलोसिटी अफ रिभर छ। अब यहाँ हेर ल, यो भेलोसिटी अफ स्विमर दुईटा कम्पोनेन्टमा डिभाइड हो, VS cos थीटा र VS sin थीटा। अब यहाँ हेर ल, सबैभन्दा सर्टेस्ट पाथ जानु छ भने त्यो भनेको सिधा हो, सर्टेस्ट पाथ भनेको याद होइन, सिधा हो। र यदि यो स्विमर सिधा जानु छ भने यो जुन VS cos थीटा र VR र VS cos थीटा त इक्वल हुनु पर्यो।
यो भेलोसिटी अफ रिभर र भेलोसिटी अफ स्विमरको कस थीटा यो कम्पोनेन्ट भनेको यदि इक्वल भएर यो दुईटा काट्यो भने यो स्विमरसँग एउटा मात्र भेलोसिटी हुन्छ, त्यो भनेको यो डिरेक्सनतिर, त्यो भनेको vs sin थीटा। बुझ्यो नि यो कुरा? यदि यो भेलोसिटी अफ रिभर तलपट्टिको भेलोसिटी र भेलोसिटी अफ स्विमरको यो माथिको डिरेक्सनको जुन भेलोसिटीको कम्पोनेन्ट काट्यो भने यो स्विमरसँग एउटा मात्र भेलोसिटीको कम्पोनेन्ट हुन्छ, त्यो भनेको यतापट्टि, र त्यसको कारणले गर्दाखेरि यो स्विमर एउटा सर्टेस्ट पाथ कभर गर्छ, र यसलाई नै हामी के भन्छौँ? सर्टेस्ट पाथ कभर भन्छौँ। कन्डिसन फर सर्टेस्ट पाथ कभर के हो? यो के हो? हाम्रो कन्डिसन फर सर्टेस्ट पाथ कभर गर्नको लागि के कन्डिसन हुनु पर्यो? यो कन्डिसन हुनु पर्यो, सो द्याट यो सर्टेस्ट पाथ कभर गर्छ। अब यहाँबाट हामी के निकाल्न सकिन्छ भन्दाखेरि क्वेसनहरू हेरेर यहाँबाट cos थीटाको भ्यालु निकाल्न सकिन्छ। यतै लेखिदिन्छु। यहाँबाट के निकाल्न सक्यो? cos थीटा इज इक्वल्स टु के भयो? भेलोसिटी अफ रिभर दिएको हुन्छ डिभाइडेड बाइ भेलोसिटी अफ स्विमर। यो डाइरेक्ट तिमीहरू याद पनि राख्न सक्छौ, नत्र भने यो प्रोसेस त बुझिहाल्यो, फर्मुला याद राख्न सक्यो या प्रोसेस त बुझिहाल्यो। ओके, अब यहाँबाट अझै के कुराहरू सोधेको छ, जस्तै हामीलाई cos थीटा थाहा पाइयो भने यो भेलोसिटी अफ स्विमरको यो डिरेक्सनको कम्पोनेन्ट पनि थाहा पाइयो। अब अझै यसमा के कुरा मेन भनेको cos थीटा निकाल्नु हो। अब यसमा अरू के कुरा सोधिन्छ भने सपोज यसको डिस्टेन्स भनेको d छ अरे, त्यसो भने भन यो स्विमर यहाँदेखि यहाँ जान कति टाइम लाग्छ भनेर टाइम निकाल भनेर भनेको हुन्छ। टाइम निकाल्न के गर्ने? डिस्प्लेसमेन्ट बाइ भेलोसिटी। डिस्प्लेसमेन्ट बाइ भेलोसिटी भनेको हामीलाई थाहा छ vs sin थीटा। यसरी टाइम टेकन पनि निस्किन्छ, र यो हो रिभर स्विमर प्रब्लमको सर्टेस्ट पाथवाला प्रब्लम। क्वेसन गरिदिउँ। ट्राई पज गर भयो भने स्किप गर। अ पर्सन हु क्यान स्विम एट 5 km/h इन स्टिल वाटर क्रसेस अ रिभर 1 km वाइड फ्लोइङ एट। डाइरेक्ट हामी सेप बनाइदिन थालौँ ल। यो एउटा रिभर छ, के सोधे भनेको छ? पर्सन हु क्यान स्विम एट भेलोसिटी अफ स्विमर के छ? 5 km/h क्रसेस अ रिभर इन स्टिल वाटर भनेको यसको नर्मल भेलोसिटी अफ स्विमर है। स्टिल वाटरमा भनेको छ भने भेलोसिटी अफ स्विमर ओरिजिनल स्टिलमा त अब स्टिलको रिलेटिभ त नर्मल नै हुन्छ नि त, सो नर्मल हो। अब विथ रेस्पेक्ट टु रनिङ वाटर भनेको थियो भने अर्कै कुरा हुन्थ्यो, तर यहाँ के भनेको छ? पर्सन हु क्यान स्विम एट द 5 km/h इन स्टिल वाटर क्रसेस अ रिभर 1 km वाइड। यो वाइड कति छ? 1 km। फ्लोइङ एट 3 km/h भेलोसिटी अफ रिभर। द टाइम टेकन टु क्रस द रिभर इज भनेको छ सर्टेस्ट रुटको प्रब्लम हो। के भने मैले भेलोसिटी स्विमर यो डिरेक्सनतिर जान्छ, यसलाई हामीले थीटा भनिदियो भने यो भनेको भेलोसिटी अफ स्विमरको sin थीटा हुन्छ, र यो भनेको भेलोसिटी अफ स्विमरको cos थीटा हुन्छ। यो भनेको भेलोसिटी अफ रिभर भयो। सो के भने मैले यो vs cos थीटा र के हो हाम्रो vr इक्वल हुन्छ। सो cos थीटाको भ्यालु के भयो? vr/vs। vr कति छ? 3/vs भनेको 5 छ, 3/5 छ cos थीटाको भ्यालु। अब यहाँबाट यसो हेऱ्यौँ भने के छ भने यो cos थीटा भनेको के भयो? बेस बाई हाइपोटेनियस भयो। यो कस्तो कन्सेप्टहरू पनि युज गर्नुपर्छ ल, सजिलो हुन्छ। बेस बाई हाइपोटेनियस भयो। अब पर्पेन्डिकुलर मलाई निकाल्नु पर्ने छ भने के हुन्छ? रुट अन्डर पर्पेन्डिकुलर भनेको के हुन्छ? रुट अन्डर h² माइनस b²। सो यो भनेको के भयो? h भनेको 5 को स्क्वायर 25 माइनस 3 को स्क्वायर 9, 25 माइनस 9 भनेको 16 भयो। सो हाम्रो पर्पेन्डिकुलर कति निस्क्यो? 4 भयो। सो cos थीटा b/h। सो पर्पेन्डिकुलर 4 भनेपछि sin थीटा भनेको पर्पेन्डिकुलर बाई हाइपोटेनियस भन्छपछि 4/5 भनेर लेख्न सकिन्छ। तर जेनरली यो 3/5 हेर्दै तिमीहरू बुझ्नुपर्छ क्या 4/5 हुन्छ भनेर, sin थीटाको भ्यालु 4/5 हुन्छ भनेर। त्यो पढ्दा प्र्याक्टिस गर्दा याद पनि हुन्छ होला यो कुरा। अब हामीले sin थीटाको भ्यालु निकाल्यौँ। अब vs sin थीटा कति हुन्छ त? vs sin थीटा भनेको कति हुन्छ? 4/5 मल्टिप्लाई बाई sin थीटाको भ्यालु कति छ? 4/5 मल्टिप्लाई बाई vs भेलोसिटी अफ स्विमर भनेको 5 छ। भेलोसिटी अफ स्विमर 5 छ। सो हाम्रो यसको भ्यालु कति भयो? 4 निस्क्यो, 4 km/h निस्क्यो, आवर। ओके, अब हामीलाई के छ भन्दाखेरि 1 किलोमिटर
जानको लागि कति टाइम लाग्छ भनेर सोधेको छ। अब किलोमिटर पर आवरको टर्म्समा छ, यो किलोमिटरको टर्म्समा छ। सो एन्सर भनेको आवर्समा आउँछ। सो एन्सर निकाल्ने हो भने के भयो हाम्रो टाइम भनेको के भयो डिस्टेन्स बाई भेलोसिटी। डिस्टेन्स भनेको 1 किलोमिटर, भेलोसिटी भनेको 4 किलोमिटर पर आवर। सो हाम्रो के निस्क्यो एन्सर भनेको 0.25 आवर निस्क्यो। अब यो भनेको कति मिनट हो, यो भनेको कति 15 मिनट, र यो हाम्रो एन्सर निस्क्यो 0.25 आवर भनेको 15 मिनट। बुझ्यो होला यति कुरा त, यो हाम्रो एन्सर निस्क्यो। सो सिम्पल नै छ नि त, यो सिम्पल। यो कन्सेप्ट बुझ्नु पऱ्यो, के निकाल्नु पर्ने हो मेन त हामीलाई थीटा चाहिएको, थीटा कस थीटा।